डेली उसलाई पनि सेयर गरेर हुन्छु के कोले चलेर ग्रुपहरुमा गर्दा राम्रो हुन्छ कि बाबु ग्रुपमा नि गर्ने गरेछ दाइ अनि माथि जो आउँछ सबैले पठाइदिन्छु क्या मैले साथीहरू सबैजना ट्रेडर मात्रै छ मेरोमा त दाइ अरू कोही पनि छैन बाहिरको मान्छे साथीहरू लाइभ सेयर पुगेन है सेयर पुगेन 5 सेयर सबैले गर्नु भने झ्याप्पै एकैछिनमा पुग्छ है कति पुग्यो 175 30 गन्दै आफै पुगिहाल्छ नगर्नु दाइ नगर्नु हातै फिल्म हेर्दै बस्छु कि फोन आएर परेशान भएर आएको कि ए कुन मुभी हेर्दै भइसिन्छ दाइ फाइनल डेस्टिनेसन ब्लड लाइन ए नयाँ भर्खर अहिले आइरहेको दाइ है त्यो त म अगाडि नै भन्नु त के हुन्छ त्यसमा त्यस्तो नगर म पनि भन्दिनँ तिमी पनि नभन भन्छ न साथीहरू ल जाउँ 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 छिटो 700 पुगिसक्यो हेड सेयर चाहिँ भर्खर 300 पुग्दैछ 235 to 40 धेरै बेर लाग्यो 30 गर्नु सबैभन्दा बेस्ट हो ल साथीहरू 30 गर्न सुरु गरे है त्यसै पनि निद्रा लागिरहेछ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 दाइ अलि बिस्तारै दाइ अलि छिटो भयो जस्तो छ 24 बिस्तारै गरेर फाइदा छैन 25 26 27 ल 500 कट्यो दाइ ल 500 कट्यो दाइ कट्यो होइन पुग्यो दाइ पुग्यो अब पुग्यो कति पुग्यो हजुरको हाम्रो माथि लाइभ हेरिराख्नु भएको 600 जना हुनुहुन्छ 605 610 पुग्यो दाइ सेयर पुग्यो 620 ल जय सियाराम साथीहरू जय सियाराम मैले फेरि भने हैन न त बोल्नमा कुनै इन्ट्रेस्ट हुन्छ न गर्नमा जबसम्म दुईतिरबाट संवाद हुन्छ हैन त्यसैले हामीहरूले जहिले पनि दुईतिरको संवाद गर्नुपर्छ किनभने यदि हजुरहरूले केही अफोर्ड गर्नुहुन्न भने मैले पनि यो रेगुलर आएर त्यो अफोर्ड गर्न मजा आउँदैन हैन ओ दाइ ठीक कुरा दाइ त्यसले गर्दा हैन जहिले पनि यो एउटा सेयर भनेको जसरी त्यो WhatsApp मा पेड ग्रुप बनाउँछन् त्यसमा फी लिन्छन् हैन यो एउटा सेयर मेरो फी हो तपाईहरुलाई है सो डाक्टर विश्व पौडेल यदि भोलि भयो भने राम्रो मान्छे हुनुहुन्छ राम्रो सबैको लागि हैन पक्कै पनि राम्रो मान्छेहरु बन्नुपर्छ प्रोफेसनल मान्छे बन्नुपर्छ त्यसमा मैले पनि विश्वास लिएको छु हैन बाकी मार्केट आज बराबरमै थियो मार्केट ल्याङ गरि नै रहेछ ल्याङ गर्छ नै हैन सो त्यसमा धेरै चिन्ता लिनु पर्दैन जहाँसम्म चिन्ता अल्ट्रा लो क्यापको छ त्यसको चिन्ता पनि लिनु पर्दैन एकदम सस्तो भइसकेको छ केही त्यो के भनिरहेको थिएँ केही कुराहरुमा के हेरिरहेको थिएँ भने 400 रुपैयाँ आउँछ रे अल्ट्रा लो क्याप भनेर भनिरहेको थियो उनीहरुलाई धन्यवाद भन्न मन लाग्छ किनभने 400 आयो भने ओहो क्या मजा आउँछ हैन किन्न 400 त जब मार्केट अल टाइम लोमा थियो नि तब पनि थिएन सो यही दिस इज द डिफरेन्स है रिसर्च नगरेका बायस्ड यी हात हेर्ने 5 रुपैयाँका पण्डितहरु भन्दा पनि खतम रहेछन् यी टेक्निकल एनालिस्ट जसले तपाईको मार्केटलाई
बिगारेका छन् होइन। सो पक्कै पनि हजुरहरूले आजको लगानीकर्ता पहिलाभन्दा धेरै जागरुक छ। आजका लगानीकर्ताहरूलाई थाहा छ वाट टु डु नट होइन, वाट नट टु डु है। सरी अङ्ग्रेजी मेरो अलिक नराम्रो छ। बुढेसकाल लाग्यो जस्तो दाइ। अब भर्खरको कसैलाई खोज्नु पर्ला अनि बुढेसकालबाट अलिक ठिक दाइ हजुरले खोज्दा मलाई नि एउटा हेरिदिनु होला दाइ। यहाँ त भाइले आफ्नो गर्लफ्रेन्डलाई ल्याउनु पर्ला कि भनेर भएर ल्याइदिने दाइ छैन दाइ। 4-5वटाबाट एउटा यसो पास गरिदिने दाइलाई। ल दाइ यो हेरिसो हजुर छानी होइन दाइ, तर मजाकको कुरा भिन्नै होइन। मार्केटमा फेरि मैले भने पत्रकारहरू थुप्रै छन्। पत्रकारको कुरा नगरिकन कुरै सकिन्न। पत्रकारले लेख्दैमा के हुनेवाला छैन। पत्रकारहरूले बोल्दैमा न त सेयर बजार बढ्छ न घट्छ। पत्रकारहरूले गलत रिपोर्टिङ गर्दैमा के हुनेवाला छैन। म च्यालेन्ज मैले अस्ति नै गरिसकेँ पहिलो आर्टिकल पछि। यस्ता थुप्रै पत्रकारहरू आए, जीवनमा थुप्रै गए होइन। र हरेक 3-4 महिनामा एउटा यस्ता पत्रकार आउँछ जसले केही आशा गर्छन् मबाट होइन। म पनि कस्तो मोटो छाला भएको मान्छे हो होइन, केही दिनेवाला छुइनँ। अहिले पनि बिचारा लाइभ हेरिरह हुन्छन् कि अप्ठ्यारो परेको छ कि अप्ठ्यारो पर्छ, नपर्ने होइन, मान्छे हो। तर त्योभन्दा बढी स्ट्रङ भएर आउँछ। यो मोटो छाला छ नि, यो अझै मोटो भएर आउँछ। यस्ता पत्रकारहरूबाट हामी डराउनेवाला छैनौँ। पत्रकार डर्नुपर्छ। पत्रकारिता जनताको भलाइको लागि हो, जनतालाई बर्बाद गर्न, जनतालाई गुमराह गर्नको लागि होइन। यो कुरा जहिले पनि याद रहोस्, हेक्का रहोस् यिनीहरूलाई होइन। र यी पत्रकारहरूलाई हामी जहिले पनि ठिक पार्न सक्छौँ। सो के छ भने उसले मलाई जहाँसम्म लास्ट हेडलाइन याद छ कि दिपेन्द्र अग्रवाल दोषी भनेर प्रहरीद्वारा पुष्टि, कि प्रहरी आज भोलि अदालत भयो पुष्टि गर्दै हिँडिरह हुन्छ। अरे बदमासी गरेको छ भने उठाएर लग न बाबा, के होइन शशाङ्क बाबु? एकदम दाइ, उनीहरूसँग त अधिकार छ नि दाइ होइन। मैले बदमासी गरेको छु, माथि तल गरेको छु, मैले कसैलाई पिटाएको छु, मैले कसैलाई गाली दिएको छु। यिनीहरूले झुटो लेख्न मिल्ने, हामीले हाम्रो साथीभाइसँग बोल्न पनि नमिल्ने, त्यस्तो पनि हुन्छ। यो छोटे राजाहरूको दादागिरी छ दाइ। अब के गर्ने दाइ, छोरो साझालाई गाह्रो छ दाइ। जब ठुलो राजालाई निकालिसके नेपाली जनताले भने छोटे राजाका त यस्तो बजाउँला नि कि टाइम मात्र आओस् दाइ होइन। अरे टाइम त चलिरहेछ हाम्रो टाइम। अब सोच्नुहोस् नि, उसले त बिचाराले 2टा आर्टिकल लेखेको छ अहिलेसम्म। मैले उसको माथि 50वटा लेखिसकेँ, 50 पल्ट बोलिसकेँ। उसलाई पाउँदा 5 जना हुँदैन, हामीलाई पाउँदा 1000 जना हुन्छन्। यी मात्र फरक छ यी छोटे राजाहरूको। त्यहीबाट जेलस भइरहन् क्या दाइ यिनीहरू, अझै जलाउनु पर्छ दाइ। हो, त्यसैले त म मेरो सिरिज खोजिरहेको छु, अर्को कहिले लेख्छ होइन, के गर्छ होइन। पत्रकारले भनेर हामी दोषी हुन्थ्यौँ भने होइन, कतिजना अहिले फाँसी चढिसकेका हुन्थ्यो होइन। एउटा कुरा हिक्कार होस् पत्रकारलाई, म भनेको आई एम ए बिग बुल, ओके बेबी, आई एम ए बिग बुल भने नि आफूलाई, आई एम ए बिग बुल। साले त्यो पनि अपराध हो। 10 चोटि भनिदिन्छौँ हामी यो कुरा। सबैले भनौँ, सबैले लेखौँ आई एम ए बिग बुल। हामी के बुल होइन, हामी सबै बुल हो। जो सेयर बजारमा छौँ, सेयर बजार नबढिकन कसैको फाइदा हुन्न। एभ्रिबडी इज ए बिग बुल होइन। हो दाइ हो एकदम। अनि त्यसको हेर्नु सबैले आई एम ए बिग बुल, वी अल आर ए बिग बुल हैन। हो नि दाइ, आफ्नो ठाउँमा सबैजना बिगै त हो नि। सबैजना बिग बुल हो नि, हामी सबैजना बिग बुल हो यार हैन। अनि त्यसले पनि हैन, घरि हर्षद मेहता बनाउँछ सालेले, घरि के झुनझुनवाला। ए बाबा म दिपेन्द्र अग्रवाल हो, बुझिस् न? हर्षद मेहता हो न झुनझुनवाला हैन।
हर्षद मेहताले मिसयुटिलाइजेसन अफ द फन्ड गरेको थियो, त्यो पनि ब्याङ्कको गलत गैर कानुनी काम गरेर फसेको थियो। मैले आजसम्म गैर कानुनी एउटा पनि काम गरेको छु, मलाई हात लगा न, म बाँकी कुरा म गर्छु नि, होइन? हामी त्यसै यहाँ बसेका छैनौँ नि, होइन? यति 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 बदमासी तिमीहरूको चल्थ्यो भने तिमीहरूले त देश बेचेर खाइदिन्थ्यो है। सो वी अल आर ए बिग बुल है। म फेरि फोटो राख्छु भगवान रामको, यिनीहरूले फोटो यिनीहरूलाई मन परेन कि यिनीहरूलाई रावणकै फोटो चाहिन्छ सालेहरूलाई, होइन? हो त हो। गजब भयो यार। हो अलरेडी देश त बेचिसके, तर अब जनता पनि बेचिहाल्छन् के। दुई चारजनाले पोजिटिभ कुरा गर्छ, अरू सबै यो मामा काका उत्तानोहरूले मार्केट झार्ने कुरा गर्छ। जति राम्रा मान्छे छन् भगाइदिए, धपाइदिए बिचराहरूलाई। यति बदमास छन्, बजारलाई आज नाङ्गो झार बनाइसकेका छन्। बोल्न मान्छे डराउन थालेका छन् ठुला ठुला। दुई चारजना बोल्थे भागिहाले। अम्बिका दाईलाई कतै बोलेको सुन्नु भएको छ? पहिला सधैँ टिकटकमा आउनुहुन्थ्यो अम्बिका दाई, थाहा छ? निलोत्पल प्रधानलाई बोलेको सुन्नुहुन्छ अब, होइन? र ठुला घरानाको त कुरै नगरौँ, होइन? त्यो हाम्रो के भन्छ गोलल्यान्जी, हाम्रो गोल्छाजी, हाम्रो खेतानजी जसो पुरा नेपालको आधी सम्पत्ति छ, उनीहरू त कहिले पहिला पनि बोल्दैन थिए, अब त अझै बोल्दैनन्, होइन? यहाँ आयो भने पहिला चोर भन्न सुरु गर्छन्, अनि चोर सुन्नको लागि आउँछ सोसियल मिडियामा मान्छे भनेपछि, होइन? जति राम्रा मान्छे छन् तिनीहरूलाई धपाइदिनुहोस्, अनि यस्ता पत्रकारहरूले राज गर्ने, पत्रकारहरूले हामीमाथि राज गर्ने, होइन? कति सजिलो भएको छ आजको दिनमा है। त्यो चिन्ताको कुरा छैन। के लेखेको कुटाएको के साँचो हो दाजु? र मैले त त्यही सुनेको छु हजुर। आज एकजनाले भेटाएछन्, उहाँले अरू दिएर मलाई फोन गरेको रहेछ पौडेलजीलाई। कसलाई त बुझ्छौ नि बाबु। अब त्यो धेरै कुरा नगरौँ, किनभने फेरि भन्नु नि सोसल मिडिया छ यहाँ, अलिकति कुरा, होइन? प्राइभेसी राखौँ। पर्दे में रहने दो, पर्दा न उठाऊ। सही हो, सही हो। तर म एउटा कुरा भन्छु है साथीहरूलाई, एकदम सिरियसली सुन्नु होला। हामीहरू के छौँ भने अलिक हामी सोझो छौँ, हामी भन्छौँ होइन अरूको कुराबाट मतलब नराखौँ, हाम्रो सिधा ट्र्याकमा हिँडौँ। तर म तपाईँहरूलाई एउटा कुरा आज आग्रह गर्छु कि यो काका मामा उतानो यताउता यिनीहरूले जुन बदमासी गरिरहेछन् नि, यिनीहरूको कहिलेकाहीँ लाइभमा भेटाउँदा राम्रै दिनुहोस्, दिनु पर्यो। अति भइसक्यो कि, होइन? किनभने यिनीहरूले के गर्यो भने हामी सोझो भयौँ, हम थोड़े शरीफ क्या हो गए, पूरी दुनिया बदमाश हो गए भन्ने कुरा हो। वाह 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 भन्दै दाइ मैले हजुर ठिक कुरा गर्नुभयो। वाह वाह वाह। मान्छेहरूले यो बुझ्दैनन् नि यार। मैले ठुलो ठुलोको झाक्रो झारेको छु। म के सोच्छु भने म ठुलो भइसकेँ, म मेच्योर हुनुपर्छ, म रिसाउनु हुन्न, म अलिकति आफूलाई कुल डाउन राख्नुपर्छ, अरू साथीहरूलाई पनि एउटा राम्रो बिहेभियर, राम्रो चरित्र कसरी राख्ने भनेर सिकाउँछु भनेपछि, होइन? यिनीहरूले त मलाई नै टार्गेट गर्न थालेछ। यसमा दम रहेनछ, यसले के गर्न सक्दैन। ए बाबा, हात्ती मर्दा पनि 1.25 लाखको हुन्छ, यो भुसिया कुकुर जिउँदो पनि 1 रुपियाँको हुन्न। कहाँबाट आउँछ दाइ यस्तो यस्तो डाइलग हजुरलाई? अरे डाइलग त मैले हाने भने मान्छेहरूले घमण्डी सोच्ला भनेर नहानेको। डाइलग त हामीले मान्छे राम्रो मान्छेलाई रुवाएका छौँ कि उभिएर। कुटकुट के भर्या छ दाइ, होइन? कुटकुट के भर्या छ। यो त नेचुरल इन्स्टिङ्क्ट हो के, थिच्नु पर्दो रहेछ के। गर्ने के, होइन? कस्तो दयनीय मान्छेहरू होला जो यो उत्तानो प्रसादहरूको लाइभमा जान्छ। बिचराहरूको जीवनबाट पहिले फ्रस्ट्रेटेड होला, होइन? त्यहाँ गएर मार्केट ए बाबा, तँलाई मार्केट थाहा हुन्थ्यो भने त युकेमा पालेको जब गर्थिस्। हावा कुरा गर्छन् यार यहाँ, होइन? अनि मलाई हेर्नुहोस्, फेरि मैले भने
जसले चाहे पत्रकारले ब्ल्याकमेल गरोस् वा कुनै लगानीकर्ताले ब्ल्याकमेल गरोस्, लगानीकर्ताहरूलाई यो फोनमा फोन आउँछ, म ब्लक गर्छु, यिनीहरूलाई पनि ब्लक गर्छु, उनीहरूलाई पनि गर्छु, सबैको लागि मेरो मेरो समान व्यवहार छ होइन। फोनमा सेयरको कुरा इन्टरटेन गरिन्न। यदि म फोनमा तपाईँहरूलाई सेयरको कुरा इन्टरटेन गर्छु भने अहिले लाइभ बस्नै सक्दिनँ, तपाईँहरूसँग गफ गर्नै सक्छु, भन्नुहोस् त। सकिँदैन दाइ, सकिँदैन। सो सबैको लागि बराबर हुनु पर्यो। र आज शशाङ्क बाबु सबै नयाँ मान्छेहरूलाई लिनु होला, कोसिस गर्नु होला, जति नयाँ हुन्छ, र पुरानाहरूले आज छुट्टी लिनु होला, ताकि हामीले नयाँ मान्छेहरूको कुरा सुन्न सकौँ है। हस् दाइ, हस् हस्। ल र अलिक फास्ट थ्याङ्क यू नवीनजी। अब नयाँ साथीहरूलाई थाहा छैन होला, माथि आएर बोलौँ है साथीहरू। माइक अफ गर्नु होला बोल्नु छैन भने। र के भिसी लेखेको छ यार, त्यो ब्लक गरिदिनु दाइ, त्यो ब्लक गरिदिनु दाइ। हाम्रो यस्तो पवित्र ठाउँमा आएर त्यहाँ भिसी र सिसी गरेर बोल्दा भिसीको मतलब के हो यो त बताइदियो यार। खासमा यो भने भिडियो कल हो दाइ, तर भिडियो कल पनि अब लाइक अलिकति 18+ वाला भिडियो कल भन्नु खोजेको क्या दाइ अहिलेको। देवेन दाइ नमस्ते। पछि ब्ल्याकमेल गर्छन् यिनीहरूले। एक्ज्याक्टली, हजुर दाइ हो है। त्यस्तो के अप्ठ्यारोमा पर्नुभयो भने मलाई भन्नु होला, म साथीभाइबाट हेल्प गराइदिन्छु। प्रहरीमा जानुपर्छ, त्यस्ता कसैले ब्ल्याकमेल गर्यो भने। न त ब्ल्याकमेल कसैलाई गर्ने हो, न कसैको ब्ल्याकमेलमा आउने हो है साथीहरू, त्यति चाहिँ भने मैले होइन। ल को बोल्दै हुन्छ, ल बोल्नुहोस्। हजुर दिपेन दाइ, आज सिन्धु त तान्नु भयो, सप्तकोशी पनि यसो तानिदिनु पर्यो भनेर। तपाईँको आफै सबै आउँछ, चिन्तामा नमान्नुहोस् है। ल अरू साथी बोल्दै जाउँ। तलका साथीहरूलाई बोल्नु छैन भने झारिदिउँ है। नयाँ गभर्नरको कुरा के हो? गभर्नर भोलिसम्म आउँछ भनेर सुनेका छौँ, तर भोलि भन्दा एउटा जुग बितिसक्यो। आई होप भोलि आओस् है। ल अरू साथी, गभर्नर आयो भने त मार्केट त अब रकेट जाने होला नि। गभर्नर आएर रकेट जाने होइन, गभर्नरले राम्रो नीति नियम बनाएपछि रकेट जाने हो है साथी। ल अरू साथी। नमस्कार दिपेन सर। नमस्कार सर। जोशी के गर्ने होला? अब के गर्ने, अब केही दिन होल्डै बसौँ है साथीहरू। म अहिले केही दिन होल्डै बसेको छु, सबै कुरामा, मात्र जोशीमा होइन, सबै कुरामा होल्डै छु है। ल अरू साथी। सर थ्याङ्क यू। सर यो अल्ट्रा लो क्यापहरूमा पहिला जस्तै त्यो सर्किटका जुन लगाए हुन्थ्यो नि, त्यो दिनहरू देख्न पाइन्छ होला पछि भविष्यमा? बोल्दै जाऊँ र झार्दै जाऊँ है बोलेका साथीहरूलाई। अरू कोही साथी हुनुहुन्छ? सुनिलजीले बोलिसक्नु भएको छ, युनिकजी है। नयाँ साथीहरूलाई मौका दिइरहेको छ, बोलिहाल्नुहोस् है। हजुर यो कर्पोरेट विकास बैंक के हुन्छ होला सर? एकदम राम्रो हुन्छ हजुर, चिन्ता नमान्नुहोस्। रिपोर्ट पनि राम्रो आउँछ, प्लस निकट भविष्यमा लाग्छ, किनभने यिनीहरूलाई क्यापिटल प्लान राष्ट्र ब्याङ्कले मागेको थियो। त्यही अनुसार यिनीहरूले क्यापिटल प्लान अनुसार आफूले राइट दिएर आफ्नो क्यापिटल बढाउनुपर्छ। मिनिमम प्रदेश स्तरमा बढाउनुपर्छ र म्याक्सिमम तपाईँको राष्ट्रिय स्तरसम्म बढाउन मिल्ने यिनीहरूलाई त्यो दिएको छ है। धन्यवाद सर। धन्यवाद। अरू सर नमस्ते हजुर। राम्रै हुन्छ, जे हुन्छ हजुर, चिन्ताको विषय नै छैन है। जोरले बोल्नु, जोरले। यसको चाहिँ जताततै चर्चा छ के सर?
ठिक छ, आइहाल्छ नि। चर्चा रहन दिनुहोस्। यस्तै हो, पैसा कमाउनु पर्यो, चर्चा होइन। होइन, चर्चा सुनेर के हुन्न। आफ्नो लक्ष्यतिर डाइरेक्टेड भएर अगाडि बढ्नुहोस् है साथी। मैले नि किनेको छु अनि यसको बुक भ्यालुदेखि लिएर सबै कुराहरू चाहिँ पढ्ने कुरा छ हो, अनि यो के हुन्छ भनेर। तर सबै कुरा तपाईँले हेरिसक्नु भएको छ, बुक भ्याल्यु पोजिटिभ हेरिसक्नु भएको छ, राइट आउने तपाईँलाई थाहा छ, त्यसको ब्यालेन्स सिट राम्रो छ भने किन टेन्सन लिनु भयो, सबै राम्रो हुन्छ है। ल अरू साथी को बाँकी हुनुहुन्छ छिटो छिटो है। दाइ नमस्कार। नमस्कार हजुर। एउटा कुरा नबुझाएको छ मैले छ नि गुरु। हजुर हजुर 66बाट तपाईँले 66 ब्रोकरबाट तपाईँले कति 450 किन्नुभयो होइन, फेरि तपाईँले आज बेचिदिनु भयो तपाईँको 380 यो घाटा खाएर बेच्यो हो कि के हो गुरु भन्नु। मैले किनबेच गरेकै छैन हजुर। मेरो आज सायद तपाईँले जोशीको कुरा गर्नुभएको छ नि। यस यस गुरु। आज मैले बेचेको छैन सर है। भोलिबाट के गुरु कन्टिन्यू सेलिङ आउला कि तपाईँलाई सेलिङ लाग्छ भने पहिल्यै बेचेर बस्नुहोस् नि, सुरक्षित भएर है। ल अरू साथी होइन, अब अहिले म तपाईँहरूलाई यो पहिला जस्तो तपाईँले सोच्नुहुन्छ मुखमा ल्याएर यसो खुवाइदिन्छ त्यस्तो होइन है। अब अलिकति टिक्ने र अलिकति बुझ्ने लगानीकर्ताहरूले नै अगाडि बढ्छन् होइन। किनभने यो यसरी हामी के गर्न सक्दैनौँ जस्तो लाग्छ है। धेरै सिकाइसक्यौँ, अरू योभन्दा धेरै सिकाउन अप्ठ्यारो छ जस्तो लाग्यो है। कानुन पनि छन् होइन, सो गाह्रो हुन्छ साथीहरू। ल अरू साथी बोल्दै जाऊँ। दिपिन दाइ नमस्ते। नमस्ते हजुर। दाइ यो एउटा स्क्यू भन्दा पनि यो होल ओभर मार्केटको अवस्था के होला? राम्रै हुन्छ आउने दिनहरू। म त पोजिटिभ साथी, किनभने बुल आएकै छैन अहिले। बुल आउन धेरै टाइम जस्तो देखिरहेछौँ। मार्केटमा ल्याङ छ, आइपिओको अलिकति बाढी छ, सोक्नको लागि कुनै पनि मेकानिजम बनाएको छैन। र फेरि मैले भने हाम्रो सन्तोष नारायण श्रेष्ठज्यूलाई पनि भर्खर आउनु भएको छ, उहाँलाई नै एट्याक भइरहेछ जहाँसम्म मैले बुझेको छु। किन एट्याक भइरहेछ भने त्यसको कारण पनि मैले के देखिरहेको छु भने जसरी तपाईँको एउटा कुरा हेर्नुहोस्, यो सेबनबाट एउटा रिपोर्ट लिक हुनु नै ठुलो कुरा। अब अध्यक्षले त रिपोर्ट लिएर बस्दैन। अध्यक्ष जसरी तपाईँको लास्ट टाइम हमाल जब आएको थियो, हमाल र मलाई आम्ने सामने गर्नको लागि जसरी जुन काम गर्यो त्यस बेला त्यहीका कर्मचारीहरू इन्भल्भ थिए। मेरो र हमालको त केही पनि थिएन। उसले मेरो कम्पनी बन्द गरिदियो एज इफ हामी कुनै टेररिस्ट हो वा कुनै अर्को वर्ल्डबाट आउँछौँ त्यस्तो गरे होइन। त्यस्तै अहिले यो रिपोर्ट पनि तपाईँको लिक गरेर यसको गलत व्याख्या गरेर होइन दुईजनालाई भिडाउने र सेबनको अध्यक्षलाई काम गर्न नदिने नीति हो कि जस्तो मैले फिल गरेको छु होइन। र तपाईँले अहिले हेरिसक्नु भएको छ उहाँमाथि विभिन्न आरोपहरू लागेको छ, जहाँ उहाँले भनिसक्नु भएको छ यदि मेरो कुनै पनि आरोप सिद्ध भयो भने म कुर्सी तुरन्तै छोड्न तयार छु। र फेरि मैले भने सेबनको अध्यक्ष कोही आउनु भएको छ भने उहाँलाई केही टाइम हामीले जज गर्नभन्दा पनि काम गर्न दिनुपर्छ। र डिमान्ड साइड क्रिएट गर्नको लागि मात्र एउटा चिज उहाँको हातमा छ, त्यो एफआइआई र एफपिआईको। बाँकी लोकल डिमान्ड क्रिएट गर्ने काम गभर्नरको छ, जुन तपाईँको मार्जिन ल्यान्डिङको थ्रु वा तपाईँको बिएफआइजलाई तपाईँको सेयर किन्न छुट दिने रूपमा गर्न सकिन्छ। अरू कुनै मेकानिजम अहिले तुरुन्तै कसैको हातमा छ त्यस्तो मलाई चाहिँ लाग्दैन। तर उहाँले तीनटा राम्रो इनिसिएसन लिनुभएको छ। एउटा हाइड्रोको कम्प्लिट नभएका तपाईँको परियोजनाहरूलाई आइपिओ अहिले दिनुभएको छैन। दोस्रो 90भन्दा तलको नेटवर्थ भएका कम्पनी तपाईँको 30% लक इन प्रमोटर सेयरको राख्ने छ जबसम्म लोन चुकाइन्न।
यी नियमहरू मलाई कतै न कतै केही न केही राम्रो लागिरहेछ अहिलेको लागि। सो मैले यो कुराहरूलाई स्वागत नै गर्नुपर्छ। प्रिमियममा अब यदि उहाँले आइपिओ दिनुहुन्न भने द्याट विल बी ए ग्रेट है। हस् दाइ, थ्याङ्क यू। ल अरू साथीहरू बोल्नुहोस् है। हेलो हजुर 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 दाइ नमस्कार है। नमस्कार हजुर। मैले दाइलाई यसो 2-3टा स्क्रिप्टको बारेमा यसो बुझ्न खोजेको थिएँ। हजुरको आशय चाहिँ हजुर भन्नुहोस्। एचडिएल, मुक्तिनाथ कृषि कम्पनी र अप्पर। अब तपाईँको तिनटै हाई क्याप भइसकिए, तिनटै आफ्नो सेक्टरको हाई क्याप स्क्रिप्ट हुन् र एचडिएल राति खाने हो, दिउँसो खाने है, त्यो कुरा याद राख्नु। दिउँसो चाहिँ फाल्ने हो, दिउँसो हात नलगाउने, राति खाने। किनभने कन्टिन्युअस प्रमोटरले सेलिङ गरेको छ। तपाईँले कति बजारमा कति ध्यान दिनुभएको छ, तपाईँहरूले कि कन्टिन्युअस सेलिङ भएको छ, त्यही पनि प्राइस चाहिँ मेन्टेन भएको छ होइन। सो मुक्तिनाथ कृषि भन्ने होइन, मुक्तिनाथ तपाईँले कृषि भन्नुभयो सर? हो, मुक्तिनाथ कृषि हो दाइ। सरी, मैले मुक्तिनाथ विकास ब्याङ्क भने है। मुक्तिनाथ कृषि लो क्याप हो होइन, हाई क्याप होइन है, सरी मैले। र अप्पर भनेको हाई क्याप नै हो है। हजुर, हेलो दिपेनजी। हजुर सर। हेलो हजुर सर। हजुर दिपेनजी, म मधुमाराबाट। हजुर सर। म तपाईँलाई क्लब हाउसबाट फलो गरिरहेको थिएँ होइन। हजुर सर। एनएफएस जिएफसिएलबाट फसियो, सिन्धुमा आह्वान गरेर सिन्धुमा छिरियो। हजुर सर। 1310 छिरिएको छ। अब के गर्ने? तर टिम चाहिँ यहाँ सुन्नु न दिपेनजी, तर टिम चाहिँ नि अलिकति भएन क्या। मलाई कता कता एकदम नराम्रो लागेको छ क्या। विराटनगरको केटाले यार यस्तो बच्चा बच्ची लिएर हिँड्ने होइन क्या। होइन, बच्चा बच्ची कोही होइन हजुर, बजारमा आएको सबै मेच्योर। अरे यार, म सरस्वती पढे, तपाईँ सिद्धार्थ पढ्नुभयो होला होइन। अनि कता कता नि खैर ठिकै छ। सिन्धु मैले के होल्ड गरेँ, मैले 1310 हो, म जान्दिनँ पनि अलिकति होइन। हजुर सर। के गर्ने? होल्ड गर्नुहोस् हजुर, राइट खानुहोस्। र मधुमारामा म धेरै बसेको छु। मेरो चन्दन आचार्य भन्ने साथी पनि त्यहाँ बस्थ्यो। चिन्नुहुन्छ हजुरले? किन नचिन्नु? पूर्णचन्द्र दाई चिनिहाल्छु। अब अशोक दाई भइहाल्यो, अभिषेक मेरो लङ्गौटिया भइहाल्यो। अभिषेकलाई मुला रेगनले हिर्काइदियो क्या हिजो अस्ति। खैर ठिकै छ, त्यतातिर नजाउँ। हजुर। टिम अलिकति आफ्नो पर्सनालिटी बनाउनु पर्छ है। अलिक मजा आएको छैन मलाई त। किरण दाई छोड्नुभयो, गोमा दिदी छोड्नुभयो, अजयजी छैन। कसैले छोडेको छैन। तपाईँलाई त्यस्तो लाग्छ? तपाईँ यस्तो छ कि हजुर, हाम्रो किरण दाई आफ्नै लाइभ बस्नुहुन्छ टिकटकमा होइन। म हेरिरहेको छु। अजयजी अहिले पनि यहाँ हुनुहुन्छ, कमेन्ट गर्नुहुन्छ हो। अहिले यहाँ हुनुहुन्छ होइन, कमेन्ट पनि गर्नुहुन्छ। गोमा दिदी पनि आउनुहुन्छ। अब के हुन्छ भने हामी क्लब हाउसमा बित्ती बढेर नै छोडेको होला नि होइन। र फेरि मैले भने हामीहरू फेरि यो यस्तो ठाउँ हो कि हजुर, पानी जब तपाईँको जब भइरहेको हुन्छ होइन, तपाईँको चलिरहेको हुन्छ, विभिन्न व्यक्ति आउँछन्। कसैले त्यसबाट मुख दिन्छन्, कसैले खुट्टा धुन्छन्, कसैले त्यसलाई पूजा गर्छन्, कसैले त्यसमै बाथरुम गर्छन् होइन। हामी त्यही हो हजुर, हामी हिँडिरहेछौँ होइन। सबैजना जो आउँछन् राम्रा व्यक्तिहरूलाई हामीले समावेश गरिदियौँ र नराम्रा व्यक्तिहरूलाई ब्लक गर्दै अगाडि होइन। त्यो त ठिक छ, त्यो ठिक छ दिपेनजी। अर्थ त के होइन कि म पनि कोभिडदेखिको पछाडिको म न्यु रोडकै हुँ होइन। फ्याक्ट्री पनि बेचेँ, पसल पनि न्यु रोडको बेचेँ
भएको रहल पहल एनएफएस र जिएफसिएलमा हालेको थिएँ, त्यो चिलिम भयो। अब सिन्धुमा आह्वान गरेर हाम्रै चोकको केटाले यस्तो देश हल्लाइदिइराखेको छ भने किन नगर्ने भनेर त्यता गइयो। अहिले कन्डिसन मेरो बेहाल छ। तपाईँको बेहाल छ हजुर। मेरो अफिसमा दैनिक 1-2 जना आउँछन् होइन। अब तपाईँ एउटा कुरा सोच्नुहोस् त होइन, हजुरहरूको कन्डिसन बेहाल छ भने मेरो कन्डिसन राम्रो होला भनेर कसरी सोच्ने भन्नुहोस् न होइन। तपाईँले जमाएको छ, हामीले जमाएको सिद्ध्याएको छौँ होइन। यस्तो छ कि सर, मैले जमाएको लास्ट बुल भयो होइन। यो बुलमा कतै न कतै कसरी चल्छ भने जब तपाईँको टिम, जसरी तपाईँले भन्नु न टिम जब तपाईँको राम्रो हुन्छ अनि मात्र जम्छ कि। तपाईँको लास्ट बुलमा इमान्दार थिए व्यक्तिहरू, अहिले मैले अलिकति इमान्दार देखिनँ कि। सबैलाई आफ्नो स्वार्थ छ। तपाईँ हेर्नुहोस् न, मैले ठिक छ, मैले 1080 मा बेचेको थिएँ सिन्धु होइन, बोलेर बेचे हो ठिक छ। आज 700 रुपियाँमा किन्न मान्छेलाई यस्तो अप्ठ्यारो होइन, र बेच्न त छाडमा छाड। अनि हामी योगेशजीलाई ब्लक गरिरहेछौँ होइन। तेरो बाउ जाठा हो यार, के फरक पर्छ। तँलाई जन्मायो त तेरो बाउ जाठा हो है। सो मैले के भन्न खोजेको भने होइन, हाम्रो साथीभाइहरूमा अब के हुन्छ भने पहिलो दिन 10 जना बैमान बन्छन्। मेरो कुरा बुझ्नुहोस् है। अनि के देख्यो, दिपेन्द्रले त बनाउन सकेको छैन है। सो होइन, पहिलो दिन 10 जना त्यो बन्छन्, दोस्रो दिन 20 जना बन्छन् होइन। अनि त्यसले के हुन्छ भने एउटा चेन इफेक्ट, जसरी बम पड्किँदा चेन इफेक्ट हुन्छ नि होइन, त्यसरी नै त्यो चेन इफेक्ट भएको हो कि तपाईँको सिन्धुमा। अरू केही पनि भयो, सेलिङ छैन त्यस्तो होइन। ठिक छ त्यो त। अब म अब तपाईँलाई भन्छु, तपाईँ 1080 मा मैले बोलेर बेचे हो सबैको अगाडि होइन। त्यसपछि निरन्तर मैले प्रयास गरिसकेँ 980 पछि होइन। यसलाई फिर्ता तान्न नसकेको त हो, अरू त के हो र। अब 980 पछि कसैले भनोस् त मैले बेचे हो भनेर, छैन नि। त्यो त बजारको सेलिङ आएको, बजारको भनेको त्यसमा कतिजना हाम्रो साथीहरू पनि होला होइन। फेरि तपाईँले किनेपछि सेलिङ गर्न पाउनुहुन्न भनेर भने होइन, तर विश्वास त राख्नु पर्यो यार आफ्नो स्क्रिप्टमा। जसरी तपाईँ अहिले हुनुहुन्छ, तपाईँले अबले यति कुरा गर्नुभयो भने विश्वास आफ्नै स्क्रिप्टमा नराख्ने व्यक्तिहरूलाई के भन्ने हामीले। अब म एउटा कुरो भने ल, तपाईँको कोर टिममा त यो कुरो फ्ल्याक्स छैन नि कि यसो गर केटा हो भन्ने त मलाई त्यो शङ्का लागेको हो क्या। तिमीहरू बेच अनि तल आएर फेरि किन भन्ने त कुनै फ्ल्याक्स छैन नि। त्यस्तो केही पनि छैन त्यो चाहिँ प्लिज है। बरु म तपाईँलाई भन्नु, 1-2 जनाले अस्ति मसँग 800 रुपियाँमा किन्न सोध्नु भएको थियो एसएपीडीबीएल। मैले भने केही सेलिङ गरेर तल आइरहेको छ नि बजार। मैले 2-4 दिन रोक्नुहोस्। हाम्रो अजयजीले पनि मलाई फोन गरेर सोध्नु भएको थियो, मैले पर्खिनुहोस् होइन, एभरेज गर्न पर्खिनुहोस्। मैले पर्खाएको चाहिँ छु, त्यति चाहिँ पक्का। जससँग फन्ड छ त्यसलाई पनि पर्खाएको हो। किनभने एभरेज गर्नलाई भन्नु, तर होइन यस्तो भनेर चाहिँ नगरिदिनु ल। त्यो चाहिँ अलिकति मजा हुन्न। र अर्को कुरो मैले लास्टमा भने, हामी स्ट्रङ छौँ यार। तपाईँको नम्बर मसँग छैन। मान्छेहरूले यहाँ हेरेँ मैले, बस्नेतजीको पार्टीमा गएर आएको यताउति भने होइन, मलाई हाँस उठ्यो पनि। खै ठिकै छ त्यो कि हाम्रो टिम छ त हो भने, कुन लेभलको, जुन लेभलको भयो नि हाम्रो टिम छ यार। र फेरि मैले एउटा कुरा भने, मान्छेहरूले के म जब कहिले यस्तो भन्छु नि, मसँग फन्ड छैन, दिपेन्द्र त सक्यो
दिपेन्द्रसँग पैसै छैन ए बाबा त्यो मैले भने नि हात्ती मर्दा पनि 1.25 लाखको हुन्छ सो पैसा छ छैन मा म जान चाहिन पैसा छ छैन भन्दा पनि दिपेनजी बुवाको पसलमा गएर सिरको खोल पनि हामी किन्ने हौ क्या त्यो तार कमसेकम दुःख सुखमा अलिकति उची हौँ हाम्रो विराटनगरको टिम ठुलो छ क्या यहाँ जुन लेभलको भयो नि खोजे हुन्छ क्या हैन अब जबसम्म म आफू मजबुत हुन्न मैले साथीभाइहरूलाई गुहार्ने होइन कि र जुन दिन मैले गुहारेँ भने मलाई यति थाहा छ 2-3 वटा सर्किट त त्यसै लागिहाल्छ सो मैले वेट गर्ने तर मेरो मेरो रिक्वेस्ट हो है दिपेनजी एकदम म खुलेर बोलिरहेको छु नि एउटा कुरा मेरो टोलको केटा भनेर भाइ भनेर मैले एउटा कुरा अझै भने हजुरलाई एउटा कुरा भन्नुहोस् त जो अहिले बेचिरहेछन् तिनीहरूले दुईटा कुरा गरिरहेछन् एउटा त आफूलाई नै बर्बाद गरिरहेछ दोस्रो हैन कतै न कतै यदि ऊ टिममा छ भने त्यो टिमसँग गद्दारी गरिरहेछ दुईटै कुरा भइरहेछ नि भने कसैले सस्तोमा बेचिरहेछ भने बेच्न दिउँ टुङ्गोमा आएपछि खाइदिने हो त्यसपछि त ड्याडीहरू छँदैछन् यहाँ बजारमा त ठिकै छ मलाई सक्नुहुन्छ भने तपाईँको नम्बर सेन्ड गरिदिनु एकचोटि म लगभग 2.5 वर्षदेखि फलो गरेँ हो म एक्सपो चुनी भएको छैन तपाईँको घर नजिक नयाँ किनिनु भएर छ अहिले अफिस सायद के अरे टोखा होइन घर त बालुवाटार कि कता हो हजुर एकचोटि अफिस आउनुहोस् नि स्मार्ट डोर्समा बसेर गफ गरौँला हुन्छ मलाई तपाईँको नम्बर चाहिँ मलाई सेन्ड गरिदिनुहोस् तर अनि अर्को कुरा तपाईँको मोडिएटरहरूलाई केटा केटा भन्यो भने मलाई चाहिँ कन्सिडीबाट एकदम धुवा छुटिहाल्छ है त्यो चाहिँ भन्न नलगाउनु सम्झाइदिनु तिनीहरूलाई होइन त्यो एउटा स्ल्याङ हो कि जस्तै वाट्सएप ब्रो जस्तो हो कि हजुर यो केटा भनेको तपाईँको त्यस्तो नराम्रो शब्दमा छैन कि सर ए सिनियरहरू बोल्दैन आफ्नो ठाउँमा छ तर फलो गरिराखेको हुन्छ नि एउटा ल शशाङ्क भाइ उहाँ सरले भन्नुभएको छ केटा हो नभन ल त्यो चाहिँ एकदम मलाई पस्दैन मैले धेरैचोटि कमेन्ट पनि गरेको छु CR7 सरलाई मेरो मनबाट एकदम सरी ल हेर्नुहोस् हाम्रो थ्याङ्क यू दिपेनजी हाम्रो परिवारमा त्यस्तो केही पनि होइन कसैलाई नराम्रो लाग्छ केही भने भन्दा हुन्छ राम्रो शब्दमा हामीले त्यसलाई रिजल्भ गर्न सक्छौँ होइन उहाँको कुरा पनि ठिक हो कि केही सिनियर व्यक्तिहरू पनि हुन्छन् सो उहाँहरूलाई मन पर्दैन धेरै सिनियर दाइहरू फलो गरिराखेको हुन्छ सुनिराखेको हुन्छ म हेरिरहेको छु अनि एउटा बच्चाले चाहिँ ए केटा हो दिँदाखेरि के झर्किन्छ उहाँ बच्चा पनि होइन 30 वर्ष पुगिसक्नु भएको छ है यो तपाईँलाई बताइदिन्छ हो र ल ठिकै छ व्यापारी नै रहेछ भन्ने चाहिँ थाहा पाएको छु न्युरोडै चाहिँ होइन होला पसल न्युरोड त प्रायः म चिन्थेँ फेरि ठुलो व्यापारी हो र उहाँको जुन सामान छ त्यो केटाहरूलाई काम नलागिकन केही हुनै सक्दैन त्यस्तो छ टोय हो कि क्या होइन टोय थोरै सबैलाई चाहिन्छ यार ल पछि कहाँ रहेछ पसल चाहिँ न्यु रोडमा पसल होइन उहाँहरू इम्पोर्टर हुनुहुन्छ इम्पोर्ट त हामी पनि गर्छौँ नि कहाँको माल ल्याउनुहुन्छ थाइल्यान्ड र इन्डियाबाट हुन्छ हजुर थाइल्यान्ड र ए हामी चाइनाको मात्रै हो हस् दिपेनजी ल काट्दिनु है मलाई म एकदम पहिलोचोटि आउँदैन पनि मलाई यो टिकटक भर्खर त खोले टिकटक दिपेनजीले खोलेपछि मैले दाइ हेलो हजुर दाइ नमस्ते हजुर नमस्ते हजुर कृष्णजी दाइ म त यति खुसी भयो ल मैले धेरै प्रयास गरेको थिएँ हजुरलाई भेट्न आत्मा म भगवानै भेटे जस्तो भयो ल धेरै खुसी लाग्यो दाजु आज हजुर नै आउनु भएको थियो दाजु म यहाँ सुदूरपश्चिमबाट हजुर ए लाइभमा मैले सोचे अफिस आउनु भएको थियो हजुर दाजु म अफिस आएन म पहिलोचोटि यो लाइभमा पनि पहिलोचोटि
टिकटकमा दाजु हजुरको म भ्यालुएबल टाइम दिन चाहन्न। म सुदूरपश्चिमबाट हो। म सन् 2017 देखि सेयर मार्केटमा छिरे। काका मामा भान्जा धेरैहरूको पछि लागेर म कमर्सियल ब्याङ्कमा छिराएको दाजु। 10 बार 15-20 लाख रुपियाँ लाएको थिएँ, मैले गुमाएँ। फेरि म के हुन्छु कि जान्छु भनेर दाइसँगै लागेर मैले चाहिँ सरी काटियो राख्नु भएको छ हजुर। हजुर सुनिरहेछ हजुर दाजु। अनि मैले हजुरको उसमा आएर दाजु मैले सबै फाइनेन्समा मैले लगभग 15-20 लाख रुपियाँ लागेँ दाजु। टपमै लागेको थिएँ। म एभरेजिङ गर्दै तल आएँ। फेरि बिचमा सिन्धुमा पनि छिरेँ दाजु। म अब हजुरलाई यति भन्छु दाजु, म हजुरको कृपाले हजुरको अनुहार देख्ने बित्तिकै म छुट्टै मोटिभेट हुन्छ। म अरू केही चाहन्न दाइ हजुरबाट होइन। हजुरको प्रगति होस्, हामी सबैको प्रगति होस्। म हजुरसँगै छु, हजुरसँगै लागेको छु दाजु। धेरै खुसी लाग्यो, नर्भस पनि भयो, धेरै खुसी पनि लाग्यो दाजु। म धेरै खुसी, म त्यो काका मामा भान्जा तिनीहरूको अनुहार देखेँ म एलर्जी भइहाल्छ। हजुरप्रति आभारी छु, धेरै धेरै धन्यवाद दाजु। खुसी लाग्यो, म एकदम आभारी छु हजुरप्रति। म घाटामा नाफामा जे जस्तो भए पनि हजुरलाई फलो गर्नेछु र जिन्दगीभरि हजुरसँगै रहनेछु दाजु। थ्याङ्क यू सो मच। जय श्रीराम, जय भगवान। हामीहरूले सियाराम भन्नुपर्छ। कारण के छ भने सीतामा हाम्रो नेपालमा जन्मिनु भएको थियो, तर उहाँलाई पनि हामीले हाइलाइट गर्नुपर्छ। सो त्यसले हामीले जय सियाराम भन्नुपर्छ। सिया पहिला आउँछ राम भन्दा है। सो त्यो सोच्नु होला। ल धन्यवाद कृष्णजी। अरू साथीहरू बोल्नुहोस्। दिपेन सर नमस्ते। नमस्ते हजुर। म आदित्य हो सर, म एडी हो सर। मेरो आज फोनै चलेन, त्यही भएर मम्मीकोबाट आएको। हजुर हजुर हजुर। अनि सर सुन्नु न, यो के भइरहेको सर यो मार्केटमा त मार्केटमा त पुरै क्राइसिसकै सिचुएसन क्रिएट भयो त। यो मार्केट त यतिकै पनि घटिरहेको छ। अनि हाम्रो स्क्रिप्टहरू पनि त्यस्तो राम्रोसँग पर्फर्म गर्न सकेन। हुन त सपोर्टको कुराहरू पनि छैन अहिले त, तर त्यो एकदम बेस्ट डिफेन्स सर। साथीहरूलाई लागिरहेकोलाई प्राइस घट्दैछ, टेन्सन हुन्छ न। तर जैसे गिरा था वैसे ऊपर जाएगा हो नि त हुन चाहिँ। उसका बाप के तरीके से ऊपर जाएगा, जैसे गिरा है उससे ज्यादा जल्दी ऊपर जाएगा। यस्तो प्यानिक बनाउनु दिपेन सर, यस्तो प्यानिक बनाउनु कसम भनेको राति कोही नसुत्दैन है, त्यति चाहिएको छ मलाई। किन त मेरो पनि छ नि त CRBL 24 वाला। तर त्यति चाहिँ मजा चाहियो क्या। सेयर गरेपछि फ्रीमा पैसा कमाउन कहाँ पाइन्छ भन त। जागिर गर्दाखेरि कति गर्नुपर्छ भन त। बिहान उठेर गयो बेलुका 5 बजेसम्म। प्यानिक त बनाउनै पर्छ, फ्रीको पैसा हो भन्नु त। फ्रीमा त पैसा कमाउनु दिनै हुँदैन। यस्तो प्यानिक बनाउनु, यस्तो प्यानिक बनाउनु। म त त्यही मजा आउँछ भनेर बसिरहेको छु। तर त्यो चाहिँ अब मलाई चाहिँ किन त्यस्तो, म चाहिँ त्यसमा किन कन्फिडेन्ट छु भने हजुरको स्क्रिप्टहरू तल डाउन गरेपछि सर्ट एन्ड टाइममा अफ भइहाल्छ नि त। अनि त्यो भएर कन्फिडेन्ट छु क्या, बढ्छ, फिक्सै त बढ्ने हो भनेर। अनि अब नजान्ने मान्छेहरू चाहिँ अब प्यानिक हुन्छन् भन्ने चाहिँ हो। अचम्म के लाग्छ भने भाइ, जब मैले यो किनिरहेको थिइनँ, मतलब पहिल्यै किनिसकेको थिएँ नि मैले यो डेभलपमेन्ट ब्याङ्कहरू, त्यस बेला मान्छेहरू लिस्ट निकाली किनेर त्यसै बेला 900,000 रुपियाँमा किन्ने होइन। अहिले ल ठिक छ, अब फाइनेन्सबाट यतैतिर गइदिउँ न भनेर यतातिर जाँदाखेरि उल्टै अहिले यो हल्ला भएपछि होइन उल्टै सेलिङ भने यार मूर्खहरूको कमी छैन। तर जे गर्नु तर दिपेन सर यो हजुरलाई यो अहिले जुन समस्या आइरहेको छ नि, यो समस्या आउनुको रिजन के हो थाहा छ? हजुरले त्यो एनालाइसिस गर्नु भएन। जुन टाइममा हजुरले 200-300 को टाइममा एकुमुलेट गर्नुभयो भने त्यति बेलै मान्छेले किनेर राखेर यो माथि आएर बेचेका छन् क्या त मान्छेहरूले। छन् नि, तिम्रै साथीले बेच्या हो, चिन्ता नगर, मलाई थाहा छ सबै। एनालाइसिस 1 लाख बेला मान्छे हो त। केही फरक पर्दैन बाबु, सबैको भलो होस्, सबैको राम्रो होस् है। होइन ढिलो चाँडो भइहाल्छ नि दिपेन सर, त्यही हो। अनि दिपेन सर सुन्नु न, यो के हो न्युज त आउन छोडो त। त्यही त म अब साथीहरूलाई एउटा आग्रह गर्छु, कुनै पनि पत्रकारलाई नपिट्नुहोस् होइन, लेख्न दिनुहोस्, त्यति गर्नु। अनि जबबाट निकालेको होला सर, के हो खास कुरो? के थाहा के गर्छन् अब उनीहरूको यस्तो छ नि। अब कुनै एउटा व्यक्तिको बारेमा लेख्यो भने उनीहरूले गएर प्रतिकार गर्दैन, र प्रतिकार गरे पनि कसैले सुन्दैन। हामीले प्रतिकार गर्दा सबैले सुन्छ होइन। सो उनीहरूलाई गाह्रो चाहिँ पक्कै परेको छ। र फेरि मैले भने होइन, बदमाससँग नगर्नुहोस् है, बाउ हो तपाईँको बदमासी। होइन त्यो त हो, त्यो त मैले बुझेको छु।
म त बदमासी गर्दिनँ दिपेन सर, म त सपोर्टै गर्छु लाइफ टाइम। पहिला थोडी भने यार भने पत्रकारलाई भने यार होइन हो तर त्यही त इमेज बिगारिदिनु हुँदैन। अब मान्छेहरू नि उयो भइसकेका छन्, त्यही भएर त्यस्तो गरिदिनु चाहिँ हुँदैन। नि कस्तो 4 वर्ष अगाडिको के कहानी लेख्या छ। फेरि दिपेन्द्र अग्रवालले किन्यो, यो नामले बेच्यो। दिपेन्द्र अग्रवाल 3 वटा जम्मा ट्रान्जेक्सन देखाएको छ मेरो, होइन। मलाई अचम्म यो लाग्यो, 4 वर्ष अगाडि मैले 3 वटा कुनै म्युचुअल गरेको होला, त्यो अहिले निकालेर मेरो नाम बदनाम गर्न मिल्छ? यो आर्टिकल हेर्नु भयो, यत्रो लामो त मैले लेख्नु सक्दिनँ म माथि, उसले लेखिदिएको छ। च्याट जीपीटी को युज हुन्छ हो दिपेन सर आजकल। त्यो पनि हो, सही कुरा, सही कुरा। युज अफ टेक्नोलोजी एआई, त्यो त हजुरको भिडियोहरू पनि त आइरहेको हुन्छ नि त, बोलिरहेको भिडियोहरू आइरहेको हुन्छ, यो बेच यो के त्यो एआईबाट त हो सबै। एउटा झन् अहिले त एउटा फेक आइडी बनाएर रहेछ, सबलाई पेड ग्रुप भन्दै पुरै पैसा मागेर पुरै ध्वस्त बनाएको रहेछ। मलाई थुप्रैले पठाउँछ कि तपाईँको यो आइडी, ए बाबा एउटै आइडी हो जसमा कुरा गर। अब यो बाहेक म कसैलाई मेसेज गर्न मलाई फुर्सद हुन्छ, सोच्न सक्नुहुन्छ? मेसेज गरे भने बढी भन्दा बढी मैले जय सिया राम लेख्न पनि मलाई धेरै टाइम लाग्छ भनेर म हाई लेखिदिन्छु, छिटो होस्। कसैसँग गफ गर्नु पर्यो भने त्यो पनि कोही 2-4 जना, यत्रो जनामा स्पेसल 1 पर्सन जसँग म गफ गर्छु। कसैको धेरै अप्ठ्यारो पर्यो भने होइन, वा कुनै इस्यु भयो भने कुनै, नत्र म जनरली च्याटै गर्दिनँ। अब कसैले भन्छ यत्रो लामो लामो मेसेज पठाएको देखाउँछ, मैले भने बा पहिला विश्वास गर्नु पर्यो नि, यत्रो मान्छेले यत्रो मेसेजहरू गर्न सक्छ भनेर सोच्नु पर्यो। अब लाइभ आइरहेको छु, एउटै आइडी छ, सबैलाई थाहा छ, किन त्यहाँ टाउको दुखाइ गरेको मैले बुझिनँ है साथीहरू। त्यो पनि 1500 रुपियाँको लागि। यहाँ त 1000 रुपियाँको लागि झापाले बुढोले ज्यान फालिदिन्छ त, तिमी 1500 फाल्दे 1000 रुपियाँमा 80,000 को सुन बिकाइदियो र 950 गइदिएपछि एजिया किनाइदियो हैन। अनि के सोच्छन् भने यी सबैले चौतर्फा हमला गरेर मलाई पार्नु। ए बाबा, तिमीहरूको पहिलो कुरा त औकात हुनु पर्यो, काका मामा ढाकाहरूको हैन, औकात हुनु पर्यो मसँग लाग्ने हैन। र फेरि मैले भने हैन, मलाई तिमीहरू जति रहर छैन कि यो नाना थरीको। सबैले भन्छ नि हो बेच, ए बेच न, मेरो के बाउको जान्छ यार बेचेर, मेरो त फाइदा नै गर्ने हो नि, सस्तोमा किन्न पाएपछि बेच न। जुन दिनदेखि मुड हुन्छ त्यो दिनदेखि उठाउँछु, बेच। ल सबैजना चुकुल भन्नुभयो, चुकुलजीले बोल्दिनु पर्यो। नमस्ते, हाम्रो चुकुल पनि आउनु भएको रहेछ आज, मैले तानेको छु माथि है। चुकुल हो, यो रियल आइडी हो। चुकुलजी बोल्दिनु पर्यो हजुर। हो, नमस्कार दाजु। ए नमस्कार। रियल आइडी भएर मैले ताने हो के? म तपाईहरुलाई एउटा कुरा भन्छु है चुकुलको बारेमा, जुन चाहिँ म भन्छु। एनालाइसिस मतलब म धेरै एनालाइसिसमा बिलिभ गर्छु, तर थोरो स्टडी गर्ने ट्रेडरको लागि यदि कुनै एप बनेको छ र जसको डाटा एकुरेट छ नेपालको मार्केटमा, र जति तपाईको क्यापिटलहरु छन्, जति ब्याङ्कहरु छन्, जति बीमा कम्पनीहरु छन्, त्यो सबैले चुकुलको एप चलाउँछ। म पछिल्लो बीमा कम्पनीमा हुँदा पनि चुकुलकै एप चल्थ्यो हैन, र चलि पनि रहेछ तपाईहरुलाई बताउँदा। र चुकुलको एप छ, त्यसको सिग्नलहरु कुनै म्यानुअली ड्राइभड हैन, त्यो तपाईको अटोमेटिक ड्रिभन हो है। सो यो भनेको तपाईको सबैभन्दा राम्रो छ। र एक्सपेन्सिभ जुन बिमलेशजीले लेख्दै हुनुहुन्छ त्यो हैन हजुर, 10 लाखको पनि उहाँले प्रोडक्ट लन्च गर्दै हुनुहुन्छ, चिन्ता नगर्नुस्। एक्सपेन्सिभ हुनुपर्छ। व्हेन एउटा मान्छेले जब तपाईलाई राम्रो सर्भिस दिन्छ भने त्यसको एक्सपेन्सिभ हुन्छ। तर तपाई एउटा सोच्नुस् नि, मार्केट चल्दा चल्दै कसको रेन्ज खुल्या छ त्यो पनि चुकुल एपले तुरुन्तै बताइदिन्छ, कुनको एप खुल्या छ हैन। कसले आफ्नो सर्किट लेभललाई कम्प्लिट गर्यो, 6% माथिलाई चुकुलले मान्दो रहेछ हाम्रो सर्किट लेभल कम्प्लिट भयो, त्यसको तपाईको सिग्नल दिँदो रहेछ हैन। र स्ट्रङ हो कि भेरी स्ट्रङ हो कि तपाईको वीक सिग्नल हो त्यो पनि बताउँदो रहेछ। सो मलाई लाग्छ त्यो एपको इनडेप्थ कुराहरू मैले पढ्दाखेरि हैन, हेर्दाखेरि
मलाई यस्तो लाग्यो म अनभिज्ञ हो, किनभने मलाई त्यति धेरै कुरा चलाउन एकैचोटि यत्रो डाटालाई प्रोसेस गर्दो रहेछ, एकैचोटि तपाईँको अगाडि राख्दो रहेछ, त्यो वान अफ दि बेस्ट कुरा हो चुकुलको। र जो मैले उहाँलाई एउटा प्रश्न सोधेको थिएँ, यदि कोही म जस्तो व्यक्ति होस् जसलाई यति डाटा चलाउने फुर्सद छैन, कि त फुर्सद छैन होइन, वा उसलाई यति यो प्रोसेसिङ गरेर पढे लेखेको छैन, मान्नुहोस्, मतलब उसलाई केही आउँदैन, यति डाटाहरू चलाउन सक्दैन भने उहाँले भन्नुभयो एउटा हाम्रो एसएमएस सर्भिस छ जसले ठ्याक्कै यदि जेनेरेट भयो भने तपाईँको बाई सिग्नल उसले बाई सिग्नल पठाइदिन्छ, यदि सेल सिग्नल आयो भने सेल सिग्नल पठाइदिन्छ। मैले भने अनि सिग्नल जेनेरेट भएन भने त्यो दिन कुनै मेसेज गर्दैन र कहिलेकाहीँ 5-6वटा सिग्नल आयो भने 5-6वटा सिग्नलले पनि एसएमएस गर्छ। सो नपढेको टाइम नभएको लागि पनि भयो, र इनडेप्थ नलेज यदि तपाईँलाई गेन गर्नु छ भने पनि चुकुल भनेको तपाईँको बेस्ट प्लेटफर्म हो। सिकिराख्नुहोस्, बुलको समयमा काम लाग्छ, बुलको समयमा तपाईँले मार्केटमा पैसा छाप्न चाहिँ काम लाग्छ मलाई लाग्छ। सो यहाँ चुकुलको मैले ओरिजिनल आइडी हो कि होइन पहिला कन्फर्म गरेँ, तर ओरिजिनल छ, सो तपाईँहरूले फलो गर्दा हुन्छ। ऊ पनि छ दाइ, हजुरले मार्केट अप्सनमा 25 लाखभन्दा ठुलोको बाई गर्नुभयो भने ड्याङ्ग त्यहाँ आइहाल्छ, अलर्ट आइहाल्छ, एकदम हेल्पफुल छ। हेल्पफुल छ, तपाईँको ठुलो ट्रान्जेक्सन हुन बित्तिकै त्यसले अलर्ट दिन्छ होइन। र त्यसमा तपाईँले कस्टमाइज पनि गर्न सक्नुहुन्छ, कस्टमाइज सर्भिस पनि लिन सक्नुहुन्छ चुकुलबाट। र तपाईँलाई कुनै एप बनाउनु पर्ने छ, कुनै सर्भिस लिनुपर्ने छ आइटी रिलेटेड कुनै पनि होइन भने तपाईँले चुकुललाई सम्पर्क गर्न सक्नुहुन्छ। म सही बोलिरहेको छु? एकदम सही हो दाइ। अब हजुरको कुरा, सरी है मैले हजुरको आज धेरैजनाले चुकुलसँग गफ गर्ने भन्दै हुन्छ दाइ, अब हजुरले आज मजाले गफ गर्नु पर्यो होइन। हजुरलाई मैले मेरो लाइभमा पनि अस्ति 1-2चोटि यो आइडिया आउनु भएको थियो, मैले एकैचोटि चिनेर हजुरलाई माथि तानेँ होइन। हाम्रो लाइभमा आउनुभएकोमा हजुरलाई एकदम धन्यवाद छ है त। हस् धन्यवाद। मैले तपाईँलाई अलरेडी फलो गरेको छु जस्तो छ, हामी अलरेडी हामी फ्रेन्ड छौँ। तपाईँले जम्मा एकजनालाई फलो गर्नु भएको छ अहिलेसम्म? हजुरलाई फलो गरेछ। टेक्निकल मान्छेले नन टेक्निकल मान्छेलाई फलो गरेछ भन्नुहोस् त के भयो। ल साथीहरू, यदि कसैसँग पैसा छैन र चुकुल उहाँहरूले चाहनुहुन्छ भने तिनीहरूले पनि रिक्वेस्ट गर्दा हुन्छ। मेरो ख्यालबाट उनीहरूको लागि स्पेसल केही हेरिदिनुहुन्छ, नत्र प्याकेज जसले लिन सक्नुहुन्छ प्याकेज लिनु। अरू पनि नयाँ सर्भिसहरूमा काम गर्दै हुन्छ उहाँहरूले। सो म चाहिँ फ्यान भएको छु अहिले चुकुलको, तपाईँहरूलाई स्पष्ट भन्दाखेरि त। सो र एकदम लेख्नुभयो जेन्युन मान्छे हुन्छ विथ जेन्युन इन्टेन्सन अफ आइटीले कसरी चलाउने मार्केट, त्यो एउटा इन्टेन्सन भएको व्यक्ति हो होइन। सो त्यसको लागि एकदम धन्यवाद छ है विमोद। धेरै धन्यवाद दिपेन्द्र सर, यति धेरै बोलिदिनु भयो, मेरो त नाकै फुल्यो। कुरै छैन, तपाईँले कामै जस्तो गर्नुभएको छ। मलाई लास्टमा के भयो भने उहाँले सिकाउनु भयो, लास्टमा मैले भने मसँग टाइम छैन यति चलाउने भने मलाई के गर्नुहुन्छ दाइ, लास्टमा एसएमएस आउँछ नि डिस्काउन्ट कोड। रुकेशजी उहाँले हेर्नुहुन्छ, यदि तपाईँसँग पैसा छैन भने डिस्काउन्ट दिने हो नि। अब तपाईँको पोर्टफोलियो छ 1 करोडको र तपाईँले 1 लाखको लिन सक्नुहुन्न भन्ने त उहाँले विश्वास गर्नुहुन्न नि। 10 लाखको लन्च गर्नुभयो विमोदजी? त्यो त्यसमा काम हुँदैछ दाइ, काम गर्दैछु। सबैभन्दा लोएस्ट कति 2400 को होइन हाम्रो प्याकेज? हजुर 2400 मान्छेको। अहिले सबैभन्दा हाइएस्ट वाला 1 लाखको छ। 1 लाख वाला कसैले लिन्छ भने त्यो 10 लाख वाला प्याकेजमा उनीहरूलाई अटो अपग्रेड दिइहाल्नुहोस् नि, भएन? अहिले लिनेलाई हुन्छ ल। 1 लाखको प्याकेज लिने साथीहरूलाई यो वर्षको हो नि 1 लाख त? हजुर 1 वर्षको। हजुर जम्मा 8000 रुपियाँ महिना।
हजुर अब फेरि यो होइन पुरानोलाई होइन जसले नयाँ 1 लाखको प्याकेज लिन्छ उनीहरूलाई 10 लाखको प्याकेजमा अटो अपग्रेड गरिदिनुहुन्छ जुन बेला लन्च हुन्छ। ठिक छ ठिक छ दाइ। ल साथीहरू जसलाई चाहियो उहाँहरूले गएर अहिले एप्लाई गर्नुहोस् र लिनुहोस्। दाइ हाम्रो युथमा चाहिँ दाइ होइन अहिले पनि 99.99%ले चाहिँ चुकुलै चलाइराख्नु भएको छ। मलाई म एकदम विश्वास छ दाइ त्यसमा। प्लस आजको अब यो हजुरको मुखबाट झन् यति राम्रोसँग भनिदिनु भयो। प्लस 0.1%ले नै आजदेखि चलाउनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु दाइ। यसमा एउटा कुरा म स्पष्ट गरिदिन्छु है, के हुन्छ भने चुकुललाई मैले किन आज समर्थन दिएँ त्यो पनि म स्पष्ट गरिदिन्छु सबै साथीहरूलाई कि चुकुलले तपाईँको इन्टरभेन्सन म्यानुअल इन्टरभेन्सन छैन त्यहाँ। तपाईँ एउटा कुरा हेर्नुहोस्, एउटा मान्छेले आफू किन्छ अनि त्यसले त्यसको यसरी एउटा बक्सा बनाउँछ अनि यहाँ जान्छ भनेर भन्न थाल्छ। एउटाले बेच्छ अनि एउटा बक्सा बनाउँछ यसरी तलको अनि यहाँ जान्छ भन्छन्। यो भनेको तपाईँको रियल टाइम डाटा तपाईँलाई देखाउँछ। तपाईँलाई म एउटा कुरा भनौँ, हजुरको एकजना हाम्रो तपाईँले चिन्नुहुन्छ सायद भैरवाको साथी हुनुहुन्छ, उहाँहरूको पनि आइपिओमा एउटा कम्पनी आउँदै हुन्छ। उहाँले यस्तो तारिफ गर्यो चुकुलको कि उहाँले के भन्नुभयो, मैले इन्डियामा पनि ट्रेड गर्छु तर चुकुल जतिको हाई लेभल पेड एप छैन भनेर। अग्री दाइ एकदम हो, मैले नि त्यही भनेको दाइ। हाम्रो अझै पनि युथमा 99.99%ले चलाउने नै चुकुल हो क्या दाइ। र जय सियाराम अजयजी। म पनि छु दाइ, 1 लाखको सब्सक्राइब गरेको छु मैले, 4 महिना भयो। पुरानो भयो नयाँ लिनु पर्यो। अब त्यसलाई चाहिँ 10 लाखको दिनुहुन्छ होला सरले भने मैले आशा गरेको छु। अनलाइन लन्च भयो भने आशा राखेको छु सर मैले। अर्को कुरो भनेको अजयजीलाई त 20 लगाउनु पर्छ है। अर्को कुरो भनेको चुकुलको चाहिँ मलाई एउटा मन परेको नि दाइ, स्टप लस चाहिँ एकदम फास्ट गर्न सकिन्छ चुकुलबाट। त्यो चाहिँ मलाई मजा लागेको। अनि तपाईँको बाइङ र जस्तै अब स्टकहरूलाई स्टक अलर्टहरू आउँछ, स्टप लस गर्ने या तपाईँको बेच्ने सिग्नलहरू। अनि प्लस तपाईँको सबैभन्दा राम्रो चाहिँ तपाईँको ठुलो ब्लक ट्रान्जेक्सनहरू हुन्छ नि, त्यो ब्लक ट्रान्जेक्सनहरूले चाहिँ अब कसरी चाहिँ मार्केटमा चाहिँ जस्तै ठुलो कारोबारमा चाहिँ कुनै पनि किता कारोबार भयो तर त्यो कारोबार भनेको बाइङ पोजिसन स्ट्रङ हो कि सेलिङ पोजिसन चाहिँ स्ट्रङ हो भन्ने कुरो चाहिँ त्यसले आफूलाई एकदम क्लियरिटी भ्यू दिन्छ। त्यो एकदम मजा लाग्छ। मलाई त के लाग्छ अजयजी, त्यो सिन्धु र सप्तकोशीमा चुकुलले नै सेलिङको देवेन्द्र सर सिग्नलमा परेपछि त दिनु परिहाल्यो नि। होइन दाइ, त्यो कर्पोरेटमा 1 सर्किट लाग्ने बित्तिकै बाइङ पोजिसन आउँछ, 1 सर्किट उल्टो लाग्ने बित्तिकै सेलिङ पोजिसन आउँछ। त्यो चाहिँ मैले दिएको छु है। फेरि चुकुलले पनि चिनिसकेको नि त दाइको स्क्रिप्ट हो भनेर। अब चुकुलको गफ सुनौँ न दाइ, अलिकति मजा लाग्छ। ल सरी है, मै धेरै बोलिरहेको छु। ल तपाईँ बोल्नुहोस्। एकपल्ट अलिकति सबैजनालाई सुन्न चाहनुभएको छ। ल अलिअलि यसो गफ सुनौँ हामीले, के छ कसो छ। अब स्पेसल्ली कस्टमरहरूलाई के छ दाइले भने जस्तो यसो केही पाइन्छ पाइँदैन, यहाँ भएको सबै साथीहरूले के पाउनुहुन्छ, छुट के छ, व्यवस्था के छ, यसो एकपल्ट सुनौँ न सर। प्लेयर जोन चाहिँ मन पर्दैन सर हजुरलाई? त्यो त अब सबै कुरो त सर अब आफूले पाएको सुविधा कहाँ भन्ने त, अरूले पाएका छैनन् होला। फेरि त्यो प्लेयरहरू ठ्याक्कै ट्र्याक भएर आउँछ नि होइन सर? प्लेयरहरूको कम्पनीहरू ठ्याक्कै आफ्नो आफ्नो एउटा कुन प्लेयरले कति ब्रोकरले कुन कताबाट कसरी उठाइरहेको छ, कति एकुमुलेसन गरेछ सबै देखाउँछ। त्यो त तपाईँको माथिको भर्सनमा मात्रै हो नि सर, तल छैन नि। हजुर तल छैन। पहिला मेरो सस्तोवाला थियो कि सर, 25,000 कि 28,000 होला। त्यो मैले आधी नै सब्सक्राइब गरेर छोडिदिएर मैले चलाएको। सोधिरहेको छ चुकुल के हो, कसैलाई थाहा छैन। चुकुल.com गएर खोल्नु होला। यो एउटा टेक प्लेटफर्म हो जहाँबाट तपाईँले हाम्रो नेप्सेको बारेमा सम्पूर्ण जानकारी लिन सक्नुहुन्छ। त्यो एउटा तपाईँको प्लेटफर्म हो चुकुल भन्ने मलाई लाग्छ। अरू कुरा त विमोदजीले बढी इनडेप्थ बुझाउनुहुन्छ र सानै प्याकेज भए पनि लिएर हजुरहरूले, किनभने 1 लाखको प्याकेज पनि अजयजी 8,000 रुपियाँ महिना पर्यो। त्यस्तो
महँगो चाहिँ छैन जस्तो लाग्छ मलाई। छैन दाइ, यसलाई जस्तै अब एउटा राम्रो पोर्टफोलियो हुने मान्छेले त्यतिको पहिला यसो दाइ मलाई के लाग्छ भने पहिला 2500 मात्रै लियो भने मान्छेले बिस्तारै थाहा पाइहाल्छ, बिस्तारै बिस्तारै अलिअलि अपग्रेड गर्दै जान्छन्। सुरुमा स्टार्टिङ गर्न जरुरी छ। त्यो पनि मात्रै नगरे पनि तपाईँको नर्मल सपोर्ट रेजिस्टेन्टहरूदेखि लिएर अलिकति यसो कहाँनिर बाइङ पोजिसन लिने र सानातिना कुराहरू पनि त्यतिकै पनि थाहा पाइन्छ क्या चुकुलमै गएर जाँदाखेरि। अर्को कुरा चुकुलले पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस PMS को लागि एप्लाई गर्दैछ धितोपत्र बोर्डमा। त्यो भयो भने पनि धेरै ठुलो सुविधा हुन्छ मलाई यस्तो लाग्छ है। बजारमा एकदम राम्ररी एउटा ठुलो ब्रान्ड जान सक्छ। र फेरि मैले भने शेयर बजार रिलेटेड वा अरू IT रिलेटेड पनि कुनै काम छ भने विमोदजीलाई सम्झिँदा हुन्छ। चुकुल एपमा गएर उहाँलाई मेसेज गर्दा हुन्छ, उहाँले सबै मेसेजको रिप्लाई गर्नुहुन्छ। चिन्ता गर्नु होला है। कि दिँदैन भनेर सोध्दै हुन्छ साथीहरूले। ल के छ सर एकपल्ट यसो जाओस् न। के भन्नुभयो सर? ट्रायल भर्सन चाहिँ पाइन्छ पाइँदैन भन्दै हुन्छ तल। पाइन्छ। त्यहाँ इमेल भेरिफाई गर्ने बित्तिकै अटो 1 डे को ट्रायल भर्जन आउँछ सर। सर अरू पनि कुरो बताइदिनुहोस् के छ चुकुलको विषयमा, कति तपाईँको अब त्यसको चार्जेसहरू कति छ, सुविधाहरू के छ भनिदिनु नि त साथीहरूलाई। आइसकेपछि एउटा यो प्लेटफर्ममा आइसकेर दाइको लाइभमा आउनु भएको छ, दाइलाई फलो गर्नुभएको मान्छे तपाईँ। ल अब जाओस् न त। त्यस्तै छ चुकुलमा 80% कुराहरू फ्रीमा छ होइन। जस्तो अटोमेटिक सपोर्ट, रेजिस्टेन्स, अटोमेटिक ट्रेन्ड लाइनहरू, ब्रोकर नर्मल ब्रोकर एनालाइसिसहरू होइन, यी सबै फ्रीमै छन्। फन्डामेन्टल एनालाइसिसहरू, नर्मल टेक्निकल चार्टहरू, लाइभ चार्टहरू, यी सबै फ्रीमै छन् होइन। मेनली पेड भर्जन भनेको जसमा चाहिँ अलिकति बढी भ्यालु छ, जसले चाहिँ डिसिजन मेकिङमा अलिकति हेल्पफुल हुन्छ, ती चाहिँ अलिकति पेडमा छन् होइन। अलिकति नयाँ कुराहरू चाहिँ हामीले इनोभेट गर्दै चुकुलमा ल्याएर राखेका छौँ होइन, जुन कुरो हिजोको दिनमा थिएनन्। जस्तो अब यो भनौँ न यो प्लेयर जोन भन्यो, अनि त्यसपछि ब्रोकर फेभरेट भन्ने छ एउटा। ब्रोकर फेभरेट भन्ने अझ त्यसलाई प्रपरली युज गर्यो भने अझ त्यो पनि राम्रो छ। ब्रोकर ट्रान्जेक्सन भन्ने छ होइन। बिस्तारै अरूहरूले पनि कपी त गरिरह हुन्छन् होइन, ट्राई गरेर हुन्छन्। तर एउटा कुरा चाहिँ अहिलेसम्म अब किन कपी गर्न नसकेको भन्ने लागिरहेछ। जस्तो हजुरले मार्केट अप्सनमा बाई हान्ने बित्तिकै त्यो जुन मार्केट अप्सनमा बाई अथवा सेल हानेको कुरा चाहिँ स्टिल अरू कुनै प्लेटफर्मले चाहिँ अहिलेसम्म कपी गर्न सकेको छैन जस्तो लाग्छ होइन। टेक्नोलोजिकल कुरा हो, अब बिस्तारै कपी त हुँदै आउँछ। हामी इनोभेटिभ नयाँ आइडियामा चाहिँ जहिले पनि काम गरेर आउँछौँ। चुकुलमा चाहिँ अब तपाईँले फ्युचरमा पनि नयाँ कुराहरू नै भेट्नुहुन्छ जुन चाहिँ अब मार्केट रिलेटेड अनि तपाईँको डिसिजन मेकिङमा चाहिँ हेल्पफुल हुने टाइपकै फिचरहरू चाहिँ हामी एड गर्दै जान्छौँ फ्युचरमा पनि। त्यही हो मेनली। यहाँ तल एकजनाले के सोधिरहनु भएको छ नि, तपाईँको एकुमुलेसन र डिस्ट्रिब्युसन भइसकेपछि तपाईँको प्लेयरले चाहिँ तपाईँको बिओ टु बिओ ट्रान्सफर गरेर चाहिँ सेयरलाई चाहिँ अर्कोबाट बिक्री वितरण गर्छ भने त्यहाँ देखाउँदाखेरि चाहिँ कसरी देखाउँछ भन्ने कुरो सोध्दै हुन्छ तल। बुझ्नु ब्रोकर ट्रान्जेक्सनबाट ट्र्याक हुन्छ सर। यो त के अरे त्यो प्लेयर फेभरेटबाट जान्छ नि सर, त्यहाँबाट त मजाले आइहाल्छ नि। यतापट्टि ब्रोकर ट्रान्जेक्सनलाई चाहिँ प्रपरली हेर्नुपर्छ सर, बिओ ट्रान्सफर भएको छ कि छैन भनेर ट्र्याक गर्नु। मलाई गजब लागेको चाहिँ के छ भने 1 इयरमा लगेर राख्ने बित्तिकै डेट चेन्ज गरेर राख्ने बित्तिकै अटोमेटिकली सबै आइहाल्छ क्या सर त्यसमा होइन सर। तर टाइम चाहिँ अलिकति लामो समय लिन्छ, त्यसले त्यो फिल्टर गर्नलाई होला सायद। हजुरले 3 इयर्स 5 इयर्सको पनि हेर्न सक्नुहुन्छ। हो त्यही त भनेको। त्यसमा चाहिँ 3 इयर्स 5 इयर्ससम्मको एकुमुलेसन गरेदेखिको नै हेर्न पाइन्छ क्या, त्यो चाहिँ एउटा मजा छ। र तपाईँको कतिमा एकुमुलेसन गरेछ, कतिमा एकुमुलेसन भएको छ, त्यो कुरो पनि देखिन्छ होइन सर। हजुर हजुर एकदम गजब छ त्यो कुरो चाहिँ, एकदम मजा छ। अब पोर्टफोलियो जोनको भित्रै छँदैछ। अब वेब मेरो वर्थ भन्ने छ ती भित्रबाट, आइएसओ को मेरो वर्थ पनि ती भित्र छ, एन्ड्रोइडमा पनि छ मेरो वर्थ होइन सर। हजुर त्यहाँ चाहिँ तपाईँले आफ्नो टिएमएस युजर नेम र पासवर्ड राख्नुभयो भने अनि अटोमा क्लिक गरिदिनु भयो भने अब युजर नेम र पासवर्ड पनि हाल्नु भएको छ भने तपाईँको पोर्टफोलियो केही गर्नै परेन,
बोनस पनि राइट पनि अनि तपाईँले किनेको बेचेको घटाएर कति प्रफिट छ कति लस छ एभ्रिथिङ चाहिँ त्यहाँबाट एक सर्टमा निस्किन्छ कुन कम्पनीमा कति प्रफिट भए पनि निस्किन्छ अङ्ग्रेजीले लेख्नु भएको छ चुकुल नहुँदा 40 लाख फाइदा थियो तर यो चलाएपछि 20 लाख लस भयो अब तपाईँले सस्तो प्याकेज लिनुभयो होला अनि त्यस्तै हुन्छ अनि अब मेरो तर्फबाट डिस्काउन्ट भनेपछि अब जानु होला नि जसलाई डिस्काउन्ट चाहियो लिनु होला नि यार हाम्रो विमोदजीले दिइहाल्नुहुन्छ त्यस्तो केही छैन यार डिस्काउन्टमा दिनुभयो सर हामीलाई पहिलाचोटि 1 लाखको सोधौँ न विमलजीलाई तपाईँलाई त डिस्काउन्ट चाहियो यार यही त हो नहुने म के मान्दछु भने जससँग छैन तिनीहरूलाई डिस्काउन्ट दिनु पर्यो कि अजयजी जय श्रीराम 50% डिस्काउन्टमा पर्या उहाँले दिने भएको 50% हैन विमल सर तपाईले डिस्काउन्ट नलिनुस् भने म जस्तो भर्खर शेयर मार्केट सुरु गरेकोलाई चाहिँ डिस्काउन्ट पर्यो ल ल बा भर्खरले पोर्टफोलियो सानो छन् वा जो स्टुडेन्ट छन् जो कलेजमा स्कुलमा पढिरहेका छन् म स्टुडेन्ट हो अनि आज फेरि शशाङ्क सरको म 1000 सब्स्क्राइबर भयो त्यो पनि एउटा राम्रो क्षण थियो अनि दोस्रो कुरा के मैले यो शेयर मार्केटमा यो म्यानिपुलेसन भन्ने एउटा शब्द नै सुनिरहेको हुन्छु अनि अब अर्को कुरा के एउटा भने हजुरले त्यो अस्ति न्युज आइरहेको थियो नि त्यो अनलाइन खबरको अनि मैले चाहिँ यो हजुरको ठ्याक्कै मैले अलिअलि सेभिङ जति थियो भर्खर मैले सुरु गर्दाखेरि डाइरेक्ट सिन्धुमा हालेको थिएँ के अनि एउटा साथीले मलाई के भन्यो भने अब ठुल्ठुलो प्लेयरहरूले चाहिँ न्युज पनि आफै लेखेर सेयर बेच्नको लागि चाहिँ आफै न्युज लेखेर चाहिँ मार्केट घटाउँछन् सेयर बेच्नलाई त्यस्तो कुरा गरिरहेको थिएँ कि सर अनि यो चाहिँ अलिकति बुझ्न खोजिरहेको मैले ए मेरो त्यो चाहिँ कस्तो कुरा दिपेन्द्र सरको फेस त्यो एउटा पेज छ फलो गर्नु भएको छ कि छैन त्यो उहाँको लाइभ चाहिँ सधैँ जोइन गर्छु मैले चाहिँ म चाहिँ भर्खरै इन्ट्री गरे हो कि सिधै सिन्धु किन्दै के मैले 1160 जेनिसाजीले के भन्दै हुन्छ मेरो दिपेन्द्र अग्रवाल पेज छ फेसबुकमा त्यहाँ त्यो फलो गर्नुस् मैले उल्ले के लेखेको छु तपाईँ हेर्नु भयो नि ए त्यो मैले गरेको छैन सर अब गर्छु सर अनि अर्को कुरा सर अस्ति एउटा हजुरकै नामको अकाउन्ट क्या मैले मेसेज गरेको थिएँ अनि रिप्लाई आयो क्या अनि त्यो क्रिप्टो सिप्टो के भन्न थाल्यो क्या मलाई म त एकछिन के भयो के हो त्यो बुझ्नै गाह्रो भयो क्या मलाई त अब तपाईँहरूले यो आइडीमा हुनुहुन्छ म लाइभ आइरहेको छु यो आइडी मेरो हो नि अब कहाँ क्रिप्टो सिप्टो एकजनाले त बिचाराले कसैले पैसा पनि पठाएको रहेछ भनेर मलाई मेसेजहरू अनि मैले पनि बिना रिसर्च पैसा पठाउनुहुन्छ भने त अझै राम्रो हो तपाईँलाई जय सियाराम मात्र भन्न सकियो अरू के भन्न सकिएन है त्यो एउटा फेक आइडी छ है तपाईँलाई त्यता मात्रै भनेछ केटीहरूलाई त झन् त्यो फेक आइडीले प्रपोज नै गर्छ मेरै त्यस्तो चाहिँ अलिकति केस गरेर मिलाउनु पर्यो कि त्यस्तो आइडियाहरू मलाई चाहिँ क्रिप्टोको कुरा गरेँ अनि मैले गुगल सुगल गर्न थालेँ क्रिप्टो त नेपालमा इलिगल छ अनि कहाँ इलिगल हुनु अनि मैले के कुरा गरेँ कि अब त्यस्तो बिग बुल जस्तो मान्छे पनि म जस्तो साधारण मान्छेसँग किन कुरा गरिरहेको पर्सनली अनि मैले पछि रिप्लाई नै गर्न छोड्दै के भइरहेको भनेर कन्फ्युज भएर पुरै पहिला पनि क्लब हाउसमा हेलो भनेर लेख्यो अनि हेलो भन्थ्यो अनि म टिभी सिरियल किन्दैछु तपाईँ के किन्दै हुन्छ भनेर आउँथ्यो ठिक छ दाइ अब फेस भ्यालु युज भइरहेको दाइ अब के भन्ने अरू ठिक छ गरी खाम कतै पत्रकारले गरी खान्छ कतै ठगले गरी खान्छ कसैले त गरी खाऊ यार के फरक पर्छ त्यही भएर त दाइ यसरी लाइभमा आउनुहुन्छ टिकटकमा त्यस्ता कुराहरू होइन गलत हो भोलि साथीहरू फस्छन् अब दाइको कुरो हो भनेर सम्झेर फस्छन् भनेर दाइ यसरी आउनुहुन्छ है साथीहरू त्यही कुरो हो त्यसरी बुझ्नुपर्छ जुन पाए त्यहीमा त्यसरी विश्वास भरोसा नगर्नुहोस् दाइले यहाँ जे जसरी बोल्नुहुन्छ त्यो हिसाबले अगाडि बढ्नुहोस् त्यही हो सुझाव साथीहरूलाई हाम्रो गोमा दिदी पनि आउनु आज गोमा दिदी नमस्कार नमस्कार जय सियाराम दिपेन्द्र भाइ अनि चुकुल सर अनि यहाँ सबैलाई अनि अजय भाइ पनि मलाई चाहिँ म चाहिँ हजुर ए विमोदजीलाई 2 मिनट पर्खिन भनेको ल गोमाजी भन्नुस्
म चाहिँ यो चुकुल चलाउन आउँदैन जान्दिनँ म पनि लिउँ कि के गरौँ भनेर दिपेन्द्र भाइ र अनि हाम्रो चुकुल सरलाई सोध्न लागेको मलाई यहाँ सुन्दाखेरि यसमा तपाईँको त्यो एसएमएस वाला फिचर एकदम राम्रो छ हाम्रो लागि तर तपाईँको लागि तपाईँलाई मेरो तर्फबाट फ्री है मलाई आउँदैन कि यहाँ धम्माधम नआउने कुरा सबैले आउँदैन चलाएको छैन नि त धम्माधम धेरै मान्छेले लिइरहनु भएको छ अहिले लिँदै हुन्छ तर सबैले सक्नुहुन्छ भने ठुलै प्याकेज लिनु होला त्यसले तपाईँहरूलाई राम्रो हुन्छ है मलाई चाहिँ अब एकदम यसमा चलाएको जानेको सबैभन्दा दिपेन्द्र भाइ चुकुल भाइ अनि हाम्रो अजय भाइले त एकदम चलाउनुहुन्छ मैले कुन लिँदा के गर्दा हुन्छ म साँच्चीकै जान्दिनँ त्यसबाट चलाउने पनि सिक्ने पनि गरी मेरो 1 लाखले गोमा दिने काम गरेछ दिपेन्द्र दाइ भाइ के गरौँ कहाँ छ हेर्नु हेर्नु भन्छ दिदी फोन गरेर हैन दिदी यस्तो छ कि तपाईँको एसएमएस वाला तपाईँ त विदेशमा हुनुहुन्छ होइन विदेशमा भएकोलाई तपाईँहरूले व्हाट्सएपमा पठाउनुहुन्छ विमोदजी के गर्नुहुन्छ इमेलमा पठाउँछु इमेल हुन्छ इमेल हेर्नुहुन्छ गोमा दिदी तपाईँ हेर्छु नि छ नि इमेल त चाहियो ल विदेशमा भएकालाई इमेल भयो अहिले टुइलो भन्ने एउटा त्यो सफ्टवेयर युज गर्दैछौँ त्यो भएपछि चाहिँ हामीले व्हाट्सएपमा पठाइन्छौँ विदेशी साथीहरूलाई पनि अहिले चाहिँ इमेलमा जान्छ अहिले अलिकति त्यो हाम्रो लास्ट टाइम अहिले विदेशबाट साइन अप गर्न गाह्रो भइरहेछ क्या त्यो एउटा पहिला विदेशबाट पनि साइन अप हुन्थ्यो अनि गुगलले आफ्नो एसएमएसको रेटै बढाएर पर एसएमएस 5 रुपियाँ बनाइदियो अनि त्यसपछि 5 रुपियाँ 6 रुपियाँ पर्न थाल्यो अनि त्यो बाहिरबाट साइन अप हुने प्रोसेस अहिले अलि स्टप भएको छ अनि त्यसलाई चाहिँ मिटिगेट गर्नको लागि चाहिँ अहिले हामीले टुइलो भन्ने टेस्ट गरिरहेछौँ अब त्यो भएपछि चाहिँ व्हाट्सएपमा मेसेज पनि जाने अनि यो ओटिपीहरू पनि जाने चाहिँ बनाउँदैछौँ त्यो भएपछि अलि धेरैजना हुनुहुन्थ्यो पहिला कोरिया अनि विदेशबाट पनि साइन अप गर्नेहरू अब अहिले अलिकति कम भएको छ अहिले म्यानुअल्ली गरिदिइरहेछौँ जसको रिक्वेस्ट आउँछ त्यो प्रब्लम भएको छ अहिले चाहिँ अनि सुन्नुहोस् न सर यो हाम्रो डायमन्ड मेम्बरहरूलाई व्हाट्सएपमा एउटा ग्रुप बनाउने भन्ने सल्लाह भएर ग्रुप पनि बनाएको थियो हाम्रो तर फेरि त्यो ग्रुप पछिबाट चल्नै खोल्यो सर के कति कारणले हो सर त्यो के त्यसलाई कन्टिन्यू गर्न मिल्दैन त्यो डायमन्ड ग्रुपहरूको बनाएको थियो नि हामीले एउटा ग्रुप मिल्न त मिल्छ तर अहिले गरेको छैन पोस्टहरू हालेको छैन सर कुनै दिन आउला सर पोस्टहरू त्यही त कहिले काहीँ आकल झुकल झुकेर आइरहेको छ अनि त्यसलाई चाहिँ यसो अपडेट कन्टिन्यू गर्नुभयो मजा आउँथ्यो भन्नु खोजेको थियो नि अझ फास्ट हुन्थ्यो क्या त्यो भास हुन्थ्यो चट्टै हेर्न सजिलो हुन्थ्यो ए हुन्छ सर हुन्छ अहिले चाहिँ चुकुललाई एउटा सानो रिक्वेस्ट गरे चुकुलले अब हामी जस्तो स्टुडेन्टहरूलाई के जो 18 भर्खर कटेको छन् अब उनीहरूलाई पनि सोचेर चाहिँ एउटा के बनाइदिन पर्यो कि किनभने अहिले हाम्रो उमेरदेखि नै मान्छे अब यस्तो ट्रेडिङ इन्भेस्टमेन्टतिर लाग्दै गयो सिक्दै गयो भने पछि गएर राम्रो हुनसक्छ अनि अहिले उमेर हामीसँग चाहिँ कस्तो हुँदो रहेछ भने ठ्याक्कै पैसा पनि त्यस्तो धेरै हुँदैन कि हाम्रो जस्ट आइपिओ हाल्ने होइन त्यस्तो मात्रै गरिरहेको हुन्छौँ अब यो सेकेन्ड्रीमा नै हामीलाई चाहिँ इन्भल्भ गराउनु पर्यो कि किनभने मार्केट चाहिँ अहिले धेरै नै सानो भयो जस्तो लाग्छ मलाई चाहिँ मार्केटलाई ठुलो बनाउनलाई चाहिँ अब धेरै मान्छे नै लगानीकर्ता नै चाहिने हुन्छ नि त त्यो भएपछि यतातिर इन्ट्रेस्ट बढाउनको लागि चाहिँ हामी जस्तोलाई पनि हेरेर यस्तो सुविधाहरू ल्याइदिनु पर्यो क्या चुकुलले चाहिँ अब हामीसँग धेरै खर्च गर्ने एबिलिटी पनि हुँदैन तर सिक्ने चाहिँ इच्छा धेरै हुन्छ क्या त्यो सिक्ने इच्छालाई पुरा गर्नको लागि चाहिँ चुकुलले अब के न के गरिदिनु पर्यो मैले हामीले मैले चाहिँ एकचोटि ट्रेनिङ दिएको थिएँ होइन त्यो एकचोटि मात्र ट्रेनिङ दिएको थिएँ त्यो ट्रेनिङ दिँदाखेरि मैले त्यसलाई लाइभ रेकर्ड गरेको थिएँ क्या 3 घन्टाको 3 लगभग 9 घन्टाको भिडियो छ चुकुलमा भिडियो ट्युटोरियल लिङ्क भन्ने छ त्यहाँ गएर क्लिक गरेर हेर्नुभयो भने मार्केटको फन्डा डाइनामिक्स भित्रभित्र के हुन्छ कसो हुन्छ के हुँदैन अलमोस्ट त्यो 3टा भिडियोमा चाहिँ कभर भएको छ एकचोटि हेर्नु होला नि र तपाईँलाई पैसामा पनि डिस्काउन्ट चाहिन्छ भने हजुरले मेसेज गर्नु होला तपाईँको कुराहरू भेरिफाई गरेर पक्कै पनि हाम्रो विमोदजीले तपाईँलाई डिस्काउन्ट दिन्छ त्यसमा तपाईँ चिन्ता नगर्नु होला है डिभिजी विमलजी विदेशमा बस्नेहरूले चाहिँ कसरी युज गर्न सकिन्छ भनेर प्रश्न गरिरहनु भएको छ सरहरूले धेरैजनाले
के छ चुकुल.com खोल्ने सर केही प्रब्लम छैन विदेशमा बस्नेलाई पनि मेल भेरिफिकेसन गर्नुहोस् न सर मेल भेरिफिकेसन गर्नुहोस् जहाँबाट पनि हुन्छ मेरो विचारमा त्यही लाग्छ होइन सर हो हुन्छ हो मेल चाहिँ भेरिफाइड नै हुनुपर्छ जे पाए त्यही इमेल राखेर हुँदैन त्यहाँ भेरिफिकेसन प्रोसेस छ इमेलमा ओटिपी आउँछ अनि भेरिफाइड हुन्छ अब एकजनाले यहाँ लेख्नु भएको छ आज चुकुलको एड हो साथीहरू मार्केटमा भएका हाम्रो जति पनि सही कुरा छ राम्रो कुरा छ त्यसलाई हामीले अगाडि बढाउनुपर्छ र फेरि तपाईँहरूलाई थाहा नै छ म त्यस्तो टेक्निकलमा विश्वास गर्दिनँ त्यही पनि मलाई केही कुरा मन परेछ भने सोच्नुहोस् त्यो कुन लेभलको होला सो म अहिले टुकुललाई युज गर्न थालेको छु 2-3 दिनदेखि मलाई राम्रो फिल भएको छ त्यसैले हजुरहरूलाई पनि एउटा इन्फर्मड डिसिजन मेकिङमा हेल्प गर्छ भनेर मैले भनेको यदि ठिक लाग्छ भने गर्नुहोस् ठिक लाग्दैन भने नगर्नुहोस् होइन हुन चाहिँ एड पनि गर्न सकिन्छ त्यस्तो त्यो फेरि लेखिदिन्छ अहिले अनलाइन खबरले चुकुलको एड गर्यो गैर कानुनी काम गर्यो मैले गर्न सक्छु है कसैको पनि एड गर्न सक्छु त्यसमा कुनै कसैले रोक्नु अब साथी हो अब एड भन्दा पनि जानकारी हो नि यो त एड भन्नु मैले एड पनि गर्न सक्छु यार मेरो अधिकार हो एड गर्न सक्दिनँ र मजाले अब साथीहरू तपाईँले बुझिहाल्नु भयो दाइले नै चुकुल चलाएर चाहिँ अब ट्रेडिङ गर्ने हुने भइसकेपछि अब हामीले के गर्नुपर्ने भयो त भनेपछि चुकुललाई पचाउनु पर्ने भयो त्यही भएर इन्ट्रेस्टिङ लाग्यो मलाई पनि दिपेन्द्र भाइ आफैले पो चुकुलको कुरा गरिराख्नु भएको छ मैले पनि चलाइ राम्रो भन्दा त मलाई त छक्कै गरेँ ओहो पोहोरसम्म त म त्यो धर्काहरू हेर्दिनँ भन्नुहुन्थ्यो होइन यो उहाँको मन जित्न सफल भयो भनेपछि धेरै सफल ल यस्तो छ नि गोमा दिदी अरूले के गर्छ भने आफै धर्का बनाउँछ कि चुकुलमा एआईले धर्का बनाउँछ कि हामीले बनाउँदैनौँ के त्यहाँ सो यो चाहिँ एउटा राम्रो कुरा हो हैन म नि सिक्ने कोसिस गर्छु अब हाम्रो चुकुलको सर हाम्रो अब दिपेन्द्र सरको नाममा चाहिँ प्रोमो कोड बनाएर हाम्रो साथीहरूलाई डिस्काउन्टमा राख्नु पर्यो त्यो जसलाई हेर्नुहोस् एउटा कुरा भन्छु है सक्षमले लिनुहोस् आफै जो सक्षम छैनन् तिनीहरूले मेसेज गर्नुहोस् विमोदजीले भेरिफाई गर्नुहुन्छ र उहाँहरूलाई डिस्काउन्ट दिएर पनि आबद्ध गराउनुहुन्छ राइट एकदम हामी सक्षम मान्छेहरूले डिस्काउन्ट माग्ने होइन है साथीहरू जो सक्षम छैनन् उनीहरूले पक्कै पनि डिस्काउन्ट माग्नु होला है नम्बर भन्दा पनि अहिले यसैमा नम्बर दिन मिल्छ विमोद सर तपाईँको एकदम हाम्रो व्हाट्सएप नम्बर छ चुकुलको अफिसियल नम्बर हो त्यो व्हाट्सएपमा गर्दा हुन्छ 98513-10159 लेखिदिनुहोस् त साथीहरूले ताकि अरूले पनि टिप्न सकोस् भन्छ त दाइ म टिप्दिन्छु चुकुलको उहाँको त्यो टिकटक ओपन गर्ने बित्तिकै आउँछ साथीहरूले टिपिसक्नु भएको छ है ल सजिलो भयो सबैलाई र कसैलाई फलो गर्न छुटेको छ भने उहाँ जाँदै हुन्थ्यो मैले रोकिसकेँ कसैलाई फलो गर्नु छ भने फलो गरिहाल्नु होला चुकुललाई तुरन्तै है कति प्याकेज बिक्यो सर पार्टी भोलि दिनु होला ए हस् आज त चुकुलको नि फलो धेरै बढेछ ल मजाले गुटुङटुङ मैले पनि फलो गरेँ मैले पहिलेदेखि फलो गरेको रहेछु मलाई थाहा नै थिएन अहिले चेक गरेको मैले पनि धेरै पहिलेदेखि नै फलो गरेर रहेछु आज हेर्दैछु यहाँ पनि गरेर छु मैले पनि चेक गरेँ जो कि मैले त फलो गर्नु नपर्ने थियो तर गरेको रहेछु किन थाहा छैन हैन टेक्निकलमा बेस्ट हो डाटा असम मैले डाटा भेरिफाई गरेँ वाह मतलब तपाईँले हेर्नुभयो भने हरेक एपको विभिन्न किसिमका डाटाहरू छन् चुकुलको पर्फेक्ट डाटा छ फेरि यो होइन पेड होइन त्यहाँ फ्री पनि धेरै कुरा छन् यो याद राख्नु होला है फेरि मैले आएर हजुरकोमा यसैको कुरो गरेको थिएँ नि दाइ याद छ नि चुकुलको कुरो गरेको थिएँ नि तपाईँको आएर यस्तो छ दाइ यसरी आउँछ यस्तो छ भनेर मैले कुरा गरेको थिएँ सही हो एकदम राम्रो फेरि मैले भने म पनि सिकिरहेको छु साथीहरू सो केही कुरा मैले सिक्यो भने म अलिकति एक्साइटेड भएर सेयर गरिहालेँ होइन सो त्यतिखेर सिन्धुको ब्लकमा ट्रान्जेक्सन भइरहेको थियो 5000 कि त दाइ अनि मैले तपाईँकोमा दाइ यसरी ट्रान्जेक्सन भइरहेको छ भने त कसरी थाहा पाउनु भयो भन्नु नि तपाईँले
दाइले खाइरहनु भएको थियो अनि यसो हो भन्दै थियो मैले। यो साथीहरूले भनिरहेको थियो कि अहिले हामीले जसरी गर्दा हामीले गएको छैन। अनि अझै हजुरले नै मलाई कतिपल्ट सोधिसक्नु भयो एसएपी टेबलमा सबै खाइदिउँ दाइ, तपाईँले सोध्नु भएको थियो नि अझै 2-3 पल्ट। कतिचोटि सोधिसकेँ दाइ, मैले त्यो सबैपल्ट तपाईँले रोकेको छु नि। जब तल झरिरहेको छ झर्न दिउँ न जति झर्न सक्छ होइन। सो यो कुरा जहिले पनि याद राख्नुहोस् है। सायद समय आउँछ र समयले त्यो दिन। अनि विमोदजी आज तपाईँको चुकुलले बाई सिग्नल कुन दिएको छ त्यसो यसो सुनिराखौँ मात्र नलेजको लागि। आज 2टा कम्पनीमा सिग्नल आएको छ सर, एउटा BHPL एउटा समता। BHPL के फुल नेम के भयो सर? बाराई हाइड्रो। यसको कति किता छ बजारमा? लो क्याप यो लो क्याप हो, यो 5,40,000 किता छ हजुर। अर्को चाहिँ समता माइक्रो फाइनेन्स छ, कति छ सर? दाम 1124 छ सर। 1124। हाइएस्ट कति पुग्या छ? 1275। त्यसो भए छिटै यो ब्रेक गर्ने चान्सेस छ। डाउ सिग्नलबाट हिजोको हायर लो ब्रेक भएर माथि गएर बसेको छ। भोल्युम राइजिङ देखिन्छ, ठिकै छ। भेरी गुड। ल साथीहरू यो मात्र नलेज पर्पजको लागि हो है। अब बाँकी अब हामी ढिला पनि भइसक्यौँ, 11 बजिसक्यौँ, के गर्ने अब? हामी आउट हुने आज? हुन्छ सर, निस्क्यौँ। आज गोमा दिदीको कुरा सुन्ने दाइ एकछिन धेरै दिनमा आउनु भएको छ। आजको हाम्रो यस दिपेन्द्र म निस्किन्छु है दाइ, म निस्किन्छु सर। हस्, गुड नाइट सर। सर हस्, ल म पनि अब कोसिस गर्छु। थ्याङ्क यू सरलाई। ल गोमाजी, गोमा दिदीको कुरा त दिदीभाइको सधैँ कति भइरहेको छ। अब के एक दिन मलाई क्लब हाउसमा भाइले भन्नुभएको थियो नि, दिदी यहाँ केही नसोध्नु है, तपाईँ कल गर्नु मलाई भनेर, याद छ? त्यहाँदेखि मैले यहाँ सोध्न छोडेको हो नि त। यहाँ भाइ फेरि दिदीभाइ मिलेर यहाँ आएर सुनाए, गफ गरे भन्छन्, यहाँ चाहिँ यसरी बोल्न मिल्दैन भनेपछि त्यो कुरा त्यस्तै हुँदो पनि रहेछ। यहाँ बेकु बनाए, यहाँ बनाऊ भन्ने हुँदो रहेछ। अनि त्यो त मलाई त्यस्तो ज्ञान थिएन। त्यस पछाडि पो बुद्धि आयो, लो हो रहेछ भनेर। अनि त्यस पछाडि मैले अनि सही कुरा दिदी, किनभने मूर्खहरूलाई पैसा दिने ज्ञान होइन। हामीलेहरूले जेन्युनली कुरा गर्थ्यौँ, मान्छेहरूले त्यसलाई गलत रूपमा लियो। गलत रूपमा लिन बित्तिकै दिदी तपाईँले मलाई फोन गर्नुहोस्, यहाँ नसोध्नुहोस् भनेर मैले त्यही हो 2-3 चोटि। त्यसपछि मैले त्यसरी सोध्न पनि छोडेको। त्यो गलत पनि रहेछ, सोध्न पनि होइन रहेछ खास गरी चाहिँ। गोमा दिदीले एसएफी डिबिएल के सोध्दै हुनुहुन्छ? माथि पुगे मेसेज हेर्नु भाइ, के भन्दै हुनुहुन्छ? एसएफी डिबिएलमा सोध्नु न गोमा दिदी रे। हामी फेरि भन्छौँ तपाईँहरूलाई किन्न मन लाग्छ किन्नुहोस्, बेच्न मन लाग्छ बेच्नुहोस् होइन। कसैलाई लाग्छ दिपेन्द्रले ठिक बोल्छ भने त्यो हिसाबले जानुहोस्। कसैलाई लाग्छ दिपेन्द्रले बोलेको उल्टो गर्नुपर्छ भने बेचेर टोपी लगाइदिनुहोस्। हामीलाई टेन्सन छैन, हामी हाम्रो काम गरिहाल्छौँ, हामी हाम्रो बाटो बनाइहाल्छौँ। हाम्रो लागि धेरै चिन्ता नलिनु होला होइन। तपाईँहरू अगाडि बढ्नुहोस् होइन, हामी छँदैछौँ होइन। त्यसरी बुझौँ न कुरालाई समग्रमा। यी लाइभमा पनि नि दाइ त्यो ऊ हेर्दा रहेछ नि यिनीहरूले, त्यो अब ऊ निकाल्छ नि त ब्रोकर होल्डिङ के त्यो अब सबै चार्ट निकाल्दो रहेछ नि त, कोसँग के कति किता छ लिस्ट निकाल्दो रहेछ। अनि मलाई यहाँ तल किता सहित लेखेको थिएँ क्या हिजो यहाँ म्यासेजमा, यति किता त यहाँ आफै एसएपी डिबिएलमा डुबेको छ, अरूलाई के ज्ञान दिन्छस् भनेर लेखिरहेको थिएँ। यहाँ किता पनि ठ्याक्कै लेखिदिएको हाँ छुटेर मरिगयो म त है। 1100 मागेर खाएको नि मैले होइन दाइ, 1145 मा खाएको नि, खाएको 3 दिनबाट बाइङ सुरु पनि भएको, एकदम राम्रो 65 800 देखि मलाई दुखी गरिसक्नु भएको छ अजयजीले। दाइ आज खाइदिउँ सबै, दाइ आज खाइदिउँ। 850 होइन भाइ, 900 950 देखि हैन, 950 मा त नसोधी खाएको फेरि एभरेजिङ गरेर त्यस पछाडी चाहिँ उहाँले मसँग एकचोटि मागेर लिनुभयो, त्यति मलाई याद छ। त्यसपछि 850 कि 950 देखि उहाँले मलाई सधैँ सोध्नु, मैले भने रोक्नुहोस्, अब अहिले रोक्नुहोस्, झर्न दिउँ कति झर्छ हेरौँ, अनि त्यसपछि हेरौँ होइन। झर्न रोक्यो भने थाहा हुन्छ, रोकेपछि मलाई पनि भन्नु है।
अजय भाइ भन्नु है, दिपेन्द्र भाइले नि भन्नु। यहाँ फेरि हामीले यसरी आएर कुरो गरे, यिनीहरूले यस्तो कुरो गरे, हामीलाई ओक्साए भनेर कसैले नि नभन्नु होला। हाम्रो चाहिँ दिदीभाइको एकदम दिदीभाइ जस्तो फ्यामिली हेरेर यस्तो कुरा पनि हुन्छ, हुन त यहाँ किन गरे भन्नु होला। अब यहीँ रमाइलो भइरहेछ, भेट भइरहेछ है। यो चाहिँ कुनै बाइसेलको लागि होइन है। बाइसेलको डिसिजन चाहिँ सबैले आफैले गर्नु होला, किनभने नाफा खाँदा नि तपाईँ आफै घर बनाउने हो, घाटा खाँदा नि तपाईँकै जाने हो। किन हाँसेको सर? नाफा हुँदा तपाईँहरूले आफै घर बनाउने हो, घाटा हुँदा तपाईँ हो नि भाइ। गोमा दिदीको एउटा आफ्नै पीडा छ दाइ, दिपेन दाइ, ठुलो पीडा छ। त्यो पीडाबाट मैले बेलामै उन्मुक्ति लगाइदिनुहोस् दिदी। उन्मुक्ति उन्मुक्ति भनेको दिदी त सर्लाको पछिको बच्चै। क्या राम्रो डायलग दिनुभएको छ। होइन सत्य हो नि भाइ, त्यही नै हो नि। ल कतिले कति कमाइ होला नि, घर बनाएन जग्गा किनेन होला त। तर दिदी एउटा कुरा भनौँ, अहिले 6 महिनादेखि त सबैजना लसमा छन्। अब तपाईँले एनआरएन र जिएसटिसी किन्नु भएको छ भने मलाई थाहा छैन, तर अरू के किनेको छ भने त्यो सबैजना घाटामा छन् यहाँ बसेका। म होइन र लसमा छौँ हामी। म पनि छु। तर दाइ मैले एकपल्ट हजुरका आएको बेलामा 1 लाख किता हाल्न लगाएको थिएँ, एउटा हाइडो भाइ याद छ? बिचरा गोमा दिदी त्यही हो। यस्तो नमिठो फस्या छन्, यस्तो नमिठो बिचरा दिदीलाई उस्किन्छन् अलिकति होला भनेको पार लागेन त्यसले। के छैन अनि दिदीले त ट्रेड धेरै गर्नुहुन्छ। उहाँले मैले भनेकोमा 20-30% ट्रेड गर्नुहुन्छ, बाँकी 70 त उहाँले आफै ठोक्नुहुन्छ यार। मलाई त्यति थाहा छ। ल यो पोल त नखोल्नु न हो भाइ। तपाईँको पोर्टफोलियो तपाईँले लाने, मेरो पोर्टफोलियो मेरो, दाइको दाइले। यहाँ कसैलाई बाँड्नु पर्ने छैन, केही छैन। त्यो त मैले अघि नै भनिसकेँ त, तपाईँले कमाएको तपाईँले घर बनाउने हो, घाटा खाने तपाईँकै हो भनेर। साँच्ची भने हो यो कुरा, सत्य हो। मैले कमाएको कसैलाई दिन्छु त, यो मलाई पनि भने है। फेरि दिदीको राम्रो बानी के छ भने किनिहाल्नुहुन्छ अनि बिस्तारै भन्छ, ला भाइ मैले त यो किनेछु। एक दिन के भयो भने थाहा छ, पुरानो कुरा भइसक्यो भन्न सकिन्छ सायद। सकिन्छ त्यो चाहिँ सकिन्छ, मैले बुझिसकेँ। एक दिन उहाँले दिदीले मलाई फोन गर्नुभयो, भाइ म यो फाइनेन्स किन्ने सोचिरहेको छु। मैले भने दिदी मसँग फन्ड छैन सायद, अहिले नकिन्नुहोस्, केही दिनमा किन्नु होला। होइन मैले ल ठिक छ। धेरै बेर कुरा भयो, आधी घन्टा यो जिस्टमा कुरा भयो होइन। अनि 3-4 दिनपछि मलाई फोन गर्नुभयो, 3-4 दिन होइन 1 महिनापछि फोन गर्नुभयो होला। बाबु त्यो के भयो? मैले पनि दिदी तपाईँलाई त भनेको थिएँ नकिन्नु होला। बाबु त्यो किरणजीले भन्नुभयो, मैले यही डाइलग गर्नुभयो। मैले भने अब किरणजीले भन्नुभयो तपाईँले किन्नुभयो ठिकै छ। फेरि किरण दाईलाई के नराम्रो बोल्न खोजेको होइन, मतलब उहाँले मसँग डिस्कस गरिसक्नु भयो, किरणजीलाई थाहा छैन होला। किरणजीसँग गएर डिस्कस गर्नुभयो, उहाँलाई ठिक लाग्यो, उहाँले हो भन्नुभयो। उहाँलाई किन्ने मन थियो, मेरो मुखबाट हो मात्र सुन्न चाहनुहुन्थ्यो, तर मैले होइन भनिदिएको थिएँ, तर उहाँले गएर ठोकिसक्नु भएको थियो। बुझ्नुभयो? अझै सुन्नु न, सिन्धुमा त त्यस्तै भयो नि मलाई। यस्तो त कतिमा कति हुन्छ, कति रोक्नु, कति आफै गरेर हुन्छ, जे गरे पनि हुन चाहिँ हुन्छ क्या। अनि के टाउको दुख्नु भने के पिर मान्नु होइन। यही कुरा अजयजीले पनि गर्नुभएको छ, म बताइदिन्छु। 850 मा आएर एसएपिडिबल अलिकति एभरेजिङ गरेँ दाइ मैले भने। मैले तपाईँलाई रोकेको थिएँ नि मैले, अनि अलिकति गरेको छु दाइ, अरू बाँकी छ। यस्तो रह, एकचोटि किनौ भनेर सोध्यो भने नकिन भन्नुहुँदैछ, दोस्रो तेस्रो छोड किन भन्नु गइहाल्यो नि। म त होइन दाइले नकिन भन्नुभएको धेरै अगाडि भइसकेको थियो। त्यो 900 कुरो हो, अब 855 मै आइसकेपछि के छ र भन्ने हिसाबमा अब अलिकति उठाइयो दाइ। अब के ठिकै छ, एभरेजिङ मिल्यो नि त, बल्ल साथ फेर्ने भएको छ।
4 डिजिटबाट 3 डिजिटमा आयो बल्ल, नभए त 4 डिजिट थियो दाइ। 800 900 1000 किन्नेले त्यस्तो टेन्सन लिनुपर्छ जस्तो मलाई लाग्दैन होइन। र अर्को कुरा के छ भने हाम्रो मैले फेरि भने यो हाम्रो कुनै सर्ट टर्म भिजन होइन कि एकैचोटि आकाश पुर्याउने। अहिले टाइम छ, मजाले खेल्ने हो। सो टाइम छ, हामी हेर्दै जाउँ। तर जब खस्किरहेछ भने हामी किन त्यहाँ हिरो बन्ने, हामी अलिकति जिरो भएर पनि बस्न सकिन्छ। यो चाहिँ अजय भाइलाई भन्नु, म त्यो दोस्रो नम्बर पर्छु है म। तर अजयजीले मान्नुहुन्छ दिदी, तपाईँले मान्नुहुन्न। मान्छु, अब पक्कावाला मान्छु। हुँदो रहेछ मान्छे मेन्टली प्रिपेयर भइसकेपछि कसै कुरा सुन्दैन क्या, दिइहाल्छ गएर। आउने पनि साथीहरू उसले किन्ने वा सेलिङ गर्ने डिसिजन मेन्टली प्रिपेयर गरिसक्यो। उसले किन्नु छ र मैले किन भनेर भनेपछि उसले भन्यो ओहो पर्फेक्ट, मैले होइन भनेपछि पनि उसले किन्छ नै, मलाई थाहा छ। यहाँ पनि किन्ने मान्छे छन् धेरै, कहिले काहीँ दुःख लागेका छन् तिनीहरूलाई, त्यही भएर। तर मलाई राम्रो लागिरहेछ जो लङ टर्म जबरजस्ती छिराइयो नि अहिले। बेहाल भएको छ कहाँ लगेर फ्याल्दे भाइ, फ्याल्नु छ भने फ्याल्दे भन्दिन, के गर्ने। अनि के भन्छ भने 1100 मा किन्ने भन्ने, अनि 700 फाल्दै भन्छ। कतिले त के समेत भन्छन् होइन। त्यो म त्यसमा त्यसमा फेसबुक पेजहरूमा यो सबै अनलाइन खबर र दिपेन्द्र अग्रवाल मिलेको छ होइन। मैले नि हेरेको थिएँ, त्यसो भएन खान त्यहाँ धेरैजना पेल्ने बेलामा पेलिसक्यो होइन, अब भन्छ फाल्दे, अनि आफू चाहिँ किनेर अनि फेरि लग्छ, त्यस्तो भन्छ। एउटाले मलाई के भन्थ्यो दाइ, फाइनल सक्ने बेलामा दुर्गा पचाइ आयो, बेलामा एनएफएस सक्ने बेलामा अमरेश यादव आयो, अब परेको बेलामा चाहिँ यही बेला अनलाइन खबर आउनु पर्ने, के हो यो भन्दै थियो। फेरि कस्तो भयो भने यहाँनिर फेरि साथीहरू चाहिँ कस्तो चाहिँ भयो भने यसो पिडिपिएल झऱ्यो, 1100 मा किन्यो, 900 1040 मा स्टप लस हान्थे, गए कहाँ फेरि गयो सिन्धुमा गयो, 2 दिन बसेन, फेरि 100 झऱ्यो, त्यहाँबाट आयो। अब त बढिसक्यो, त्यो कर्पोरेट पुगिसक्यो, त्यो 2800बाट झर्न थालिसक्यो, त्यो 2300मा आयो, फेरि गएर कर्पोरेटमा गयो, कर्पोरेटमा फेरि झर्न थाल्यो, त्यहाँबाट स्टप लस निकालेर आधी बनाए। अस्ति भर जिआरडी बेलमा 1140 मा खाएछन्, अब आज आयो 980, क्या करे भन्छ, कुछ नहीं करे, जहाँ बैठना है चुतर पुतर मत कीजिए, एक ही जगह बैठे शांत रहिए भनेको। मलाई यस्तो हँसाएर मारो दाइ, आज म पेट चिङ्सी हाँसेको छु। 4वटामै भ्या छ, जोशी जान झन्डै भ्या छ, मैले रोकिदिया। बिचमा एउटा बोली है, मैले यहाँ तल बस्ने हामीलाई सुनिराख्ने मान्छेहरू चाहिँ हामीले चाहिँ टन्न कमाएर हाँस्यो भन्ने लागेको होला। बराबर छौँ है हामी पनि, माथिदेखि लिएर बसेको। म बढी छु दिदी। होइन आफ्नो पोर्टफोलियो अनुसारको भनौँ न, मेरो औकात अनुसारको मेरो र तपाईँको कुरा गर्छु। तपाईँहरूले त पर्सेन्टेज, तपाईँहरूले त एभरेज गर्न भ्याउनुहुन्छ, मैले कति किताले एभरेज गर्ने दिदी, कहाँबाट गर्ने। हाम्रो अजय भाइ हुनुहुन्छ अलिक डुङ्गै, म चाहिँ अलिक थोर छु, छन चाहिँ म पनि छु है होइन। अजयजीले पनि 20-30 हजार किता किनेर एभरेज गरिदिनुहुन्छ। उहाँ तपाईँहरूको त कस्टिङ जसले चाहनुहुन्छ 800-900 तिर ल्याउन सक्नुहुन्छ। मेरो कस्टिङ त 1180बाट धेरै आयो भने 1100 आउँछ, त्योभन्दा तल त आउनै सक्दैन होइन। ल किरणजी पनि आउनु भयो, माथि आउनुहोस् त किरणजी। ल किरण दाइलाई बोलाउनु अघि हामीले भनेको कुरा चाहिँ फेरि किरण दाइले नलिनु होला। बेच्ने फेदामा किन्ने भनेर बुढाले पुरा टिकटक फलोअर बढाइसक्यो। आज किरणजीको पनि लिउँला, माथि आउनु। अब आउँछ त आइसक्यो दाइ। ल किरण सर आउनु भयो। जय श्रीराम दाइ, म सुनेरै आनन्द लिइरहेको थिएँ। तर किरण दाइले एउटा स्क्रिप्ट ल्याउनु भएको छ, मैले 2-3 कुरा हेरेको छु कि किरणजीको, म यहाँ सोध्न चाहन्छु आज सबैको। किरण सरले भन्नुहुन्छ
टुप्पो टुप्पोमा फाल्ने फेदो फेदोमा किन्ने कुन स्क्रिप्टको फेदो चलिरहेछ कुन स्क्रिप्टको टुप्पो चलिरहेछ पर्सनल्ली भेटेर भन्ने यहाँ कहाँ भन्नुहुन्छ किरण दाइ ल यही हो फेद भनेर समात्ने भएको त्यसको पनि अझै तल झऱ्यो सिन्धुको भेद समात्दै कहाँ आइपुग्यो म लुकेर सुनिरहेको थिएँ कहाँ भेटाएर पानी हाल्नु भयो मलाई फसाइहाल्नु पर्यो लुक्नै पर्दैन हामीलाई थाहा छ हजुर तल हुनुहुन्छ भनेर होइन मैले त त्यो उहाँलाई भक्क कमेन्ट गरेर हेर्दा थाहा भयो किरणजीलाई नत्र पहिल्यै म बोलाइहाल्थेँ तर किरणजीको स्ट्राटेजी मैले मान्नुपर्छ मलाई राम्रो लागिरहेछ होइन उहाँले एकदम सिद्धान्तिक कुराको भाषण यसो दिनुहुन्छ होइन सिद्धान्त सिधा बसेर होइन सिधा अब सिद्धान्तिक कुरा त हामीलाई थाहा छ पैसा कसरी कमाउने त्यो पैसा कमाउन सकिएन सिद्धान्त त धेरै आइसक्यो हामीसँग के गर्ने भन्नुहोस् त र हो किरणजी आजभोलि टिकटकमा हुनुहुन्छ फलो गर्नु होला है उहाँलाई चाहिँ फलो गर्नु होला किनभने नलेज र एक्सपिरियन्सको राम्रो कम्बिनेसन हुन्छ उहाँ सो उहाँलाई फलो गर्नु होला साथीहरू सो हामी यस्तै कुरा सोधिराख्छौँ उहाँलाई ताकि हामीलाई पनि नलेज होस् नि अब म त आफ्नो स्क्रिप्टहरू छोडेर अरूको स्क्रिप्टमा 10-10 हजार किताब किनेर त्यो टुप्पो टुप्पोमा बेच्नु होला भन्नु आज भोलि त मलाई त्यो सपना आउन थाल्यो त्यो 21 दिनमा पैसा डबल त्यहाँ अहिले कमेन्ट आइरहेको थियो किरण दाइले किन छुट्टै पसल खोल्नु भयो भन्दै एकजना कसले कमेन्ट छोडिरहेको छ छुट्टै पसल सबैले खोल्न मिल्छ एउटा कुरा यस्तो छ कि हामीहरू सबैजना मैले भने नि नदी जस्तै हो कि आफ्नो ठाउँमा हिँडिरहेछौँ सङ्गम पनि हुन्छ फेरि आफ्नो ठाउँमा पनि गइदिन्छौँ त्यसमा केही मैले किरणजीहरूलाई पहिल्यै भनेको थिएँ म जब टिकटक छोडिरहेको थिएँ उहाँहरूलाई मोडहरू बनाएर तपाईँहरू चलाउनुहोस् तपाईँहरू सिकाउनुहोस् मेरो भइसक्यो पुगिसक्यो होइन तपाईँ नआएपछि जवाब दिँदा हैरान भएर कहाँ तिर्ने त्यो अर्थै भएन कि क्लब हाउसको दाइ नआएपछि हामीले ट्राई गरेको हो दाइ आउनु छोडेपछि हामी त्यो खोलेर अर्थै भएन छोड्यो होइन यो यस्तो भयो कि हजुर त्यो त्यहाँ रक्सी खाएर एडिएल लिएर आउँथे राति मान्छे गाली मात्रै धेरै पर्ने भन्ने मात्रै त्यसै किनेकाहरूले त केही नभन्ने नकिनेर बरु नभएकोहरूले धेरै गाली गर्न थाल्यो कि भाइ त्यहाँनिर त्यही भएर दिदी यहाँ पनि सुरुवातमा के थियो भने आएर गाली गर्थे तर मैले तपाईँले एकचोटि भन्नुभयो भने सबैलाई आम माफी दिनुपर्छ बाबु सबैलाई अनब्लक गर्थे त्यो साला जेलबाट सबै कैदीहरूलाई छोड्दा कस्तो आतंक अब आम माफी कसैले प्रेसिडेन्टले भनेर पनि नदिने कि नदिनु अब मै भन्छु नदिनु भनेर त्यो मैले चाहिँ ब्लक हानेर रिमुभ हान्यो भने एकाउन्ट कहाँ पुग्छ के को आम माफी कोर्टै बेचिन्छ त्यो त हैन ब्लक गरेपछि पनि तपाईले ब्लक कसलाई गर्नु भयो तपाईले पाउन सक्नुहुन्छ त्यो ठुलो कुरा हैन रिमुभ हान्नु भने पाइदैन नि ब्लक गरिसकेकोलाई फेरि रिजोइन नगराउनु होला राम्रो हुँदैन तपाईको कमेन्ट हजुरले ब्लक हान्सिन्छ अनि कमेन्ट त्यो म्युट हान्नुहुन्छ नि त्यसपछि गयो त्यो हुँदैन ब्लक लिस्टमा हैन ब्लक त दुई जनाले मात्र गर्न मिल्छ म र किशन मात्र छ सायद मैले भनेको जस्तो एउटा कसैले नेगेटिभ कमेन्ट लेख्यो हजुरले ब्लक हान्सिन्छ अनि त्यो नेगेटिभ कमेन्ट रहिरहन्छ त्यसलाई म्युट गर्छिन्छ नि त्यो गयो के त्यो अब त्यो भनेको एकदम माथि स्वर्गैमा पुग्छ भेटिँदैन ब्लक लिस्टमा ठीक छ एकदम तर ए दाइ एउटा दुधको दुध पानीको पानी अरे दाइ किरण दाइले भनिदिनु कुन टुप्पा टुप्पो र फेद त भन्न सक्नुहुन्न तर मैले एउटा क्वेसन सोधेँ रियल भन्नु होला हजुरले अहिले ट्रेडिङ गर्दै हुनुहुन्छ मैले अलिक नयाँ स्क्रिप्टहरू पनि सुनिरहेको थिएँ हजुरको लाइभमा पनि आएर यताउता पनि होइन सो पैसा कमाउन सक्नु भएको छ किरण सर के यस्तो समयमा कसैले कमाउन सकेको छैन मेरो जिज्ञासा मात्र हो यो कुरा हैन अब गुमाएको पनि छैन धेरै मैले मेन कुरा गुमाएको छैन
मेन्कुमा मतलब ब्रेक इभनमा चल्दै हुन्छ, त्यो पनि तपाईँ जस्तो मान्छे। अरू त बिचरा हामी जस्तो त कहाँ जा मेरो मेरो पहिला एक दिन पोर्टफोलियो हेरेँ 100 करोड घटेछ, अनि ठिकै छ अब 100 करोड फिर्ता हुन्छ होला विश्वास थियो। अनि फेरि केही दिनपछि हेरेँ 150 करोड घटेछ। अरे बाबा यो त फिर्ता ल्याउन गाह्रो हुन्छ। अहिले हेर्दा 200 करोड घटेछ। अब हराइसक्यो फिर्ता हुन्छ। दाइ मैले एउटा फुल फालिदिउँ एउटा फुल होइन मलाई विश्वासै हराइसक्यो। अहिले त कन्फिडेन्स आफ्नै भित्रबाट जाँदो रहेछ के किरण सर। मेरो कन्फिडेन्स गइरहेछ भने बिचरा साथीहरूको के अवस्था हुन्छ भन्ने कुरा हो कि यहाँ, अरू के मैले भन्न खोजेँ। मलाई सोध्दैन, मलाई महिनाभरि कमाएर ल्याएको पनि पो जान्छ त त्यहाँको मात्रै गयो त। यहाँ सुन्नु न, तल कमेन्ट के आयो? फाइनेन्सको सेनापति अनि जर्नेल कर्नेल सबै आज यहाँ भेला भएछन्। हाम्रा QRBL र सिन्धुको जिम्मा कसले लिन्छ भोलिबाट भन्दैछ। भोलिबाट गभर्नर आउने, गभर्नर जिम्मा लिन। र अब हाम्रो यो पुरै आर्मी, फाइनेन्स आर्मी अब देवसेना भइसकेको छ कि अब सबैको पोस्टिङ उता भइरहेछ। किरण म भन्ने क्या आर्मी भनेर जहाँ पनि गएर पक्रिदिरहेछन् भने दाजु गोली हामीले देख्नु पर्ने। आर्मीबाट जलसेना भयो, जलसेनाबाट देवसेना भयो नि त। भोलि सिचुएसनले जहाँ लान्छ त्यही भइन्छ। तर म फेरि भन्छु, अब मान्छेहरूले भन्छन् तब हजुरहरूलाई त थाहा छ नि म एउटा स्क्रिप्टमा 4-5 वर्ष बस्छु, तर डर लाग्यो कि योपल्ट फाइनेन्समा डर लागेर भागिहाल्यो। त्यो ब्याटल फिल्ड छोडेर म यता देवसेनातिर पुगिहालेँ। म त एउटा फाइनेन्समा त म अहिले नि छु, अलिकति चाहिँ दिनुपर्ने रहेछ, छोड्नुपर्ने रहेछ, छोडेको छैन। तपाईँ भन्नु नि दिदी, भोलि म त्यसमा सपोर्ट राखेर सर्किट लगाइदिन्छु, तपाईँ बेचेर यता देवतिर आउनु होला। ल मेसेजमा बनाउँ ल। धेरै छैन फेरि त्यतिको लागि तपाईँलाई कता लगेर त्यत्रो फसाउने? किताको लागि 9 लाख राखिदिन्छु, हजुरको कति आतिएर हैन आतिएर कामिन्छ मान्छे। अहिले हिम्मत गर्नु भएको छैन यता। राम 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 भाइ, बेलामा बाँचेछु म त। धन्न धन्न धन्न। किरण दाइ पनि बाँचेका छन्, दिदी पनि बाँचेका छन्, म एक्लै हो गुन्डुक। यो एप्पल पेन पाइनएप्पललाई मैले ब्लक गरेँ, थ्याङ्क यू तपाईँको जात देखाउनको लागि। फेरि टिकटकमा चाहिँ नराम्रो गर्नेहरूलाई टिकटक आफैले पनि बेन गर्दो रहेछ है। यो टिकटक चलाउन चाहिँ उसको आइडी ग्रो नै हुँदैन, उसको आइडी पनि ग्रो हुँदैन, उसलाई हरेक ठाउँमा गर्छ टिकटकले चाहिँ। टिकटक नै साह्रै राम्रो। नराम्रो कमेन्ट लेख्नेहरू त सिद्धिने हो। हामीलाई सपोर्ट उसमा त्यस्तो हुँदैन नि क्लब हाउसमा। 2टा फलोअर लिएर आउँछन्, के को ग्रो चाहियो यहाँ गाली दिन। यहाँ आएर गाली दिन मात्र आउँछन्। दिपेन्द्रलाई मात्रै फलो गरेर आउँछन्, के को ग्रो चाहियो गाली हाल्न। सुन्नेको लागि बनाएको हुन्छ दाइ, म भित्र गएर हेर्छु एउटा पनि फलोइङ हुँदैन त्यसको। त्यो नयाँ आइडी बनाएर आयो, बोल्दियो हिँड्दियो। एउटा किन्छन् भने के एउटा सिमको त एउटा मात्र हुन्छ त। ल साथीहरू फलो चाहिँ गर्नु होला है टपको आइडी किरण गौतमलाई। म टिकटक लाइभमा पनि हुन्छु, सेयर बजारको बारेमा यसो नलेज अलिअलि दिपेन्द्र दाइले जस्तो होइन, अलिअलि यसो बेसिक नलेज चाहिँ दिने प्रयास गर्छु। फन्डामेन्टल र पैसा टुप्पोमा कसरी समाउने र फेदोमा किरण सर म हजुरको लाइभमा आउँछु, मलाई अरू केही पर्दैन, यो सिन्धुको टुप्पो र फेद चाहिँ चिनाइदिनु है। ल सबै भोलि किरण दाइको लाइभमा 1000 जना सब आउने भयो। ठ्याक्कै भनिदिन्छु, ठ्याक्कै सबैलाई भने। सिन्धुको त मैले सबैलाई भनेको छु, झन् ठ्याक्क दिपेन्द्र दाइलाई गएर ठ्याक्कै सोध्नु। हेर बा, त्यो टुप्पो त 1507 रुपियाँ थियो, फेद अहिले थाहा पाएँ भन्नु पर्यो होइन। 52 हप्ताको हाई टुप्पो भयो, 52 हप्ताको लो चाहिँ फेद भयो। सिम्पल छ त, सिम्पल छ। ल त्यति हेर्नु। भर्खर तपाईँले चुकुल भन्नुभयो, चुकुलले देखाइदिइहाल्छ नि टुप्पो र फेद। चुकुल पनि राम्रो कुरा। यता किरण सर चुकुलले एआई देखाइदिन्छ, अनि हाम्रो किरण सरले त्यो एआईलाई पुरै एनालाइसिस गरेर बताइदिनुहुन्छ। सो तपाईँहरू फलो गर्नु।
एआईबाट बाइदिनुहुन्छ कि त्यो चाहिँ। मैले सिकाउँछु, देवेन दाइले पैसा कमाउन हालिदिनुहुन्छ ढ्याङ्ग ढ्याङ्ग। भनिसके त किरण सर 100 करोड जाँदासम्म कन्फिडेन्स थियो, 150मा सक हुन थाल्यो, 200मा यो भने यो पैसा रिकभर हुन्न। अब म के सोच्छु थाहा छ, मेरो पोर्टफोलियो नै यति छ भनेर सोचेर हिँड्छु अब। नत्र म यहाँबाट कुदेर के गरिसक्या हुन्थे। यता 200 गएको छ, उता अनलाइन खबरले फोटो राखेर ठुलो ठुलो लेखिरहेको हुन्छ कि फेरि। जिन्दगीमा एनएफएसमा पनि यति धस्या थिइनँ, म त्यति धस्या छु अहिले। हेर्दिनँ, हेर्न पनि छोडिदिइसक्यो। एउटा कुरा म भन्छु, एनएफएसमा त एउटा राम्रो कुरा के थियो भने माथिबाट तल आउँदा सबैको 1600-1700 को एभरेज थियो, 1150 कल पाइसक्यो त ल हामी निस्कौँ भनेर, होइन? अब यिनीहरूमा त केही न त पाएका छौँ न बुझेका छौँ, कहाँबाट उठाउने त्यो पनि थाहा छैन, कहाँ लगेर फाल्ने हो त्यो पनि थाहा छैन, कहाँबाट एभरेजिङ गर्ने ठाउँमै भेटेछ, दुलै भेटेको छैन। अहिलेसम्म पनि म यो खोजिरहेको छु, यो लोएस्ट पोइन्ट कहाँ छ, यो खोज्न मलाई नै अप्ठ्यारो भइरहेछ कि, यो पानीको डेप्थ नाप्न मलाई नै गाह्रो भइरहेछ कि। यही बनाइदिउँ न जहाँ छ तर गभर्नर आएपछि त एउटा राम्रै स्विङ आउला नि त है। गभर्नरले राम्रो नीति ल्याएपछि आउँछ किरण सर। उहाँले यो 15 करोडको क्याप हटाउनु पर्यो, बिएफआइजलाई खोलिदिनु पर्यो बजारमा, र जुन तपाईँको सबैतिरबाट घेराबन्दी भएको छ हाम्रो सन्तोष नारायण श्रेष्ठलाई, त्यसबाट पनि उहाँलाई पनि काम गर्न एउटा मौका चाहिँ दिनुपर्छ मलाई यस्तो लाग्छ। कुनै पनि व्यक्तिलाई आउन बित्तिकै बदनाम गर्नु चाहिँ गलत हो, र तपाईँलाई त्यही बदनाम गर्ने सिलसिलामा यो मेरो रिपोर्टहरू सार्वजनिक भएको छ, जुन अनलाइन खबरले छापेको छ, र अनलाइन खबरले त्यहाँ देखाएको छ त्यहाँ केही पनि नपाएको दिपेन्द्र अग्रवालको खिलाफमा, होइन, भन्दै पनि उसले मिसइन्टरप्रेट गरेर त्यो रिपोर्टलाई छापेको छ। र अर्को खबरमा के भन्यो भने दिपेन्द्र अग्रवालले गरेको छ बदमासी, प्रहरी द्वारा पुष्टि। अरे पुष्टि भएको छ भने म घरमा किन बसेको छु यार? हो त, पुष्टि भयो त अनुसन्धानको लागि लान्थ्यो होला नि यार, कस्तो पुष्टि भएको छ भने। अनि त्यसैले यही कुराहरूले गर्दा पत्रकार बन्छन्, यही कुराहरूले गर्दा येल्लो जर्नलिजममा हामी भन्छौँ, यही कुराहरूले गर्दा कुटाइ खान्छन् के, अरू के होइन। मैले त अनलाइन खबरलाई त अनफ्लो गर्ने अभियान चलाइदिएको छ, मेरो कारणले गरेर अहिले 1000 भन्दा बढी साथीहरूले अनफ्लो गरिसक्नु। हो, अनफलो गर्नु साथीहरू। हामीले कसलाई त्यसो गरेका थियौँ साँच्ची, इमेल गरी सबले अनफ्लो गर्ने। एकचोटि हामीले द्वन्द्वै चलाएको थियो। तर यो 3-4 महिनामा एउटा न एउटा पत्रकारले गर्छ, तर सिक्छन् के, फेरि सिक्छन्, यो पनि राम्रो लाग्छ मलाई, सिक्छन्। अनि गभर्नर भोलि नियुक्ति गर्ने भन्ने एकदमै न्युजहरू आइरहेछ त, के हो? 99% हुन्छ, आज मिटिङ बस्या हो भनेर सुनेको छु, अब भोलिसम्म हुन्छ होला। त्यो विश्व पौडेललाई सिफारिस गर्ने बिहान बेलुका चाहिँ नियुक्त गर्ने मन्त्री परिषद बैठक बसेर भन्ने न्युज आइरहेछ। आज पनि इन्फर्मल मिटिङहरू बसेका छन्, 99% फाइनल भइसक्यो होला, हामी त लाइभमै छौँ। र तपाईँको विश्व पौडेलले धेरै पोजिटिभ कुराहरू लेखेका छ सेयर बजारको बारेमा, तपाईँले हेर्नु भएको छ कि छैन? उसको फेसबुक पोस्टमा पनि छ। हामीले नि हेरेको। यो दाइ पहिल्यैदेखिको पोस्टहरूमा चाहिँ सेयर बजार सम्बन्धीको पोस्टहरू एकदम राम्रो राम्रो पोस्टहरू रहेछ क्या विश्व पौडेलको, मैले हेरेको। र मान्छेहरूलाई विश्वास नलाग्ला, मेरो यदि मान्नुहुन्छ भने नेपालको सेयर बजार जुन नेपालका लिस्टेड कम्पनीहरू छन् तिनीहरूलाई हामीले सेन्सेक्समा इन्डियासँग सहकार्य गरेर, सेबीसँग सहकार्य गरेर सेन्सेक्समा यदि लिस्टिङ गराइदियो भने हाम्रो देशको गरिबीको समस्या सल्भ हुन्छ। त्यो कानुनी झन्झट के हुन्छ त त्यसमा? कानुनी झन्झटै छैन। हाम्रो दुई देशको सबै कुरा खुल्ला छ, सिमाना खुल्ला छ, सबै कुरा। हाम्रो नेपाली स्टक एक्सचेन्ज त रहन्छ नै, होइन? तर तपाईँको विदेशीहरूको लागि किनबेचको लागि त्यो प्लेटफर्म खोलिदियो भने हामीलाई डलरको पनि समस्या भएन। भोलि कसैले बेचेर त्यहाँबाट निस्किन्छ भने पनि हामीलाई डर भएन कि हाम्रो देशले कसरी पे गर्छ। र त्यहाँबाट एउटा ह्युज एमाउन्ट नेपाली कम्पनीहरूले
प्रफिटको रूपमा नेपाल ल्याउन सक्छ र एफडिआई एफआइए एफपिआई जुन हामीले खोल्दा नआउने त्यहाँ सेन्सेक्सबाट हामीले सबै कुरा अटोमेटिकली पाउन सक्छौँ। अनि भोलि फेरि नेप्से हमारा है नेपाल भी हमारा है भन्न थाल्यो भने यहाँ त्यति कसैले भनेर अब भोलिका दिनमा इजरायल हमारा है भनेर हुन्छ र दिदी? हुँदैन। आजको नयाँ जमाना हो, नयाँ टेक्नोलोजी हो होइन। हामीले हाम्रो छिमेकीहरूको के फाइदा उठाउन सक्छौँ जसबाट हाम्रो देशको विकास होस्, त्यसमा हामीले सिरियसली सोच्नुपर्छ मलाई जस्तो लाग्छ। यसले तपाईँको हजारौँ करोडको फाइदा हुन्छ नेपाललाई, हजारौँ करोडको, सानोतिनो होइन। मात्र हामीले त्यो विदेशी कम्पनीहरूले जुन लगानी गर्छन् होइन, त्यसमा हामीले मात्र कमिसनको मात्र पैसा लियौँ भने हामीलाई हजारौँ करोड रुपियाँ आउँछ। सो त्यसरी सोच्नु पर्यो हामीले। एउटा पोजिटिभ स्विङ चाहिँ लगभग 2.5 त त्यो नीति नियम चेन्जेस नहुँदा पनि त्यो आउन सक्छ कि के छ, कस्तो लाग्छ दाइ? पक्कै पनि। र म फेरि अहिले एमालेका साथीहरूसँग पनि हाम्रो एमपीहरू हाम्रो मन्त्रीहरू जो छन् उनीहरूसँग डिस्कसनमा छु। जुन तपाईँहरूलाई आज मैले कन्सेप्ट बोलेको छु त्यो अलरेडी मैले त्यो कन्सेप्ट चाहिँ त्यहाँ पुट गरेको छु ताकि नेपाल समृद्ध नेपालको कन्सेप्टमा त्यो जाओस् भनेर। यहाँ त एसएपी भोलि आड किन्ने घोषणा गरिसके हाम्रो प्रदीप भण्डारी भाइले। नाम चाहिँ म भन्दैन, एकजना भाइ हुनुहुन्छ है एकदम विज्ञ होइन, पोर्टफोलियो राम्रै छ होला जस्तो लाग्छ। उहाँ के भन्नुहुन्छ भने दिपेन्द्र दाईको कुरा सुन्न गयो भने त म त पग्लिहाल्छु, किन हुन्छ कतिखेर उज्यालो होला जस्तो हुन्छ। सुन्न मनपर्छ जाँदै जित्दै हो कि क्या मलाई त्यसै भन्दै हुनुहुन्थ्यो। म त उहाँको कुरा सुन्नै जान्न, गएपछि त आफूलाई रोक्न सकिँदैन, किनौँ भइहाल्छ। जित्दै हो मलाई त्यही भन्दैन थियो, म नकिनु भन्नुहुन्छ एकजना भाइ हुनुहुन्छ है, गएपछि किनिहाल्छु भन्दैन थियो। सुनेपछि त रोक्नै सकिँदैन रे। त्यही त म के भन्छु भने अब हामीहरू अभियानमा के लाग्नु पर्यो भने देशलाई कसरी अगाडि बढाउने हो र त्यसको लागि फेरि मैले भने अहिलेको लागि हामीले देशमा भएको हाम्रो स्टक एक्सचेन्ज रहन्छ। हामीले सेन्सेक्समा हाम्रो जति पनि यहाँ लिस्टेड कम्पनी हो त्यहाँ अटोमेटिकली लिस्टिङ हुने र ट्रेडिङ हुने, त्यसले हामीलाई हाम्रो फरेक्समा कुनै तपाईँको अप्ठ्यारो पनि भएन र त्यहाँबाट कमिसन आउँछ। हाम्रो कम्पनी कारोबार भयो भने त्यहाँ हामीले यस्तो भन्न सक्छौँ कि 75% अफ द कमिसन हामीले पाउने, 25% उनीहरूले पाउने, त्यस्तो एउटा डिल गर्न सक्छौँ। र साथै कुनै कम्पनीको स्टेक साँच्चै के अफलोड गर्नु पर्यो भने हामीले त्यहाँ विदेशीलाई बेच्न सक्ने। अनि यो देशमा नयाँ नयाँ फ्याक्ट्री, नयाँ नयाँ कारखाना, नयाँ नयाँ टेक्नोलोजी भरिन्छ होइन। फेरि सो जति पनि पोलिटिकल मान्छे पनि सुन्नुहुन्छ हाम्रो यो लाइभलाई, त्यसैले मैले भने लागौँ, मिलेर लागौँ। देश समृद्ध, सानो देश हो, समृद्ध बनाउनु त्यस्तो अप्ठ्यारो चाहिँ छैन है। दाइ चुनाव आउन आँट्यो, अब अरूबाट आश नगरौँ दाइ, सुरु गरौँ दाइ। अब गर्छौँ सर, चुनाव आउन आँट्यो दाइ, सुरु गरौँ। त्यतैबाट अब दाइलाई लगेर अब गराउनु पर्छ। यो हुँदैन, अरूले गर्न सक्दैन। लगानीकर्ताको मात्रै भोट आयो भने झ्याम्मै दाइ फरकै पर्दैन। टोटल भोटै 70-80 लाख पर्छ, लगानीकर्ता हामीहरू 65 लाख। यदि 30 लाख भोट आयो भने त बहुमतको सरकार भन्छ। सरकार होइन, बहुमतको सरकार भन्छ। त अब ढिला भयो है। अब 11 तपाईँहरूसँग थुप्रै दिन पछि गफ भयो भनेर मलाई मजा पनि लाग्यो होइन। त सो साथीहरू फेरि मैले भने देश हामीबाट नै बन्छ। र यदि तपाईँहरूले किरण सरलाई फलो गर्नु भएको छैन भने उहाँ नयाँ नयाँ टिकटकमा आउनु भएको छ, फलो गर्दै गरौँ ताकि उहाँले तपाईँहरूलाई राम्रो ज्ञान शिक्षाहरू दिन सक्नुहुन्छ। र चुकुल फलो गर्नु भएको छैन भने गर्नु होला। र फेरि पनि मैले भने आउने दिनहरूमा समृद्धिको यात्रा सँगै गरौँला। राम्रो भए पनि सँगै हुन्छ, नराम्रो भए पनि सँगै होउँला, किनभने हामीहरू देव परिवार हो। देव आर्मी होइन, देव परिवार सबै म्याटर गर्छ हाम्रो लागि होइन। आफ्नो र आफन्तको ख्याल राख्नु होला।